आज हामी मेनली सबैभन्दा पहिलो डिजिजको बारेमा आँखाको सुरु गर्न गइरहेका छौँ, जो हामीलाई जान्न, बुझ्न अथवा हामीले नेपालमा एकदम कमनली देखिराखेको डिजिज हो, द्याट इज कन्जङ्टिभाइटिस है। कन्जङ्टिभाइटिस है, हामी सबैले एकदम कहिले न कहिले भोगेको पनि होला होइन। सरिरा हुन्थ्यो मान्छेहरूको आँखामा एकदम कमनली कन्जङ्टिभाइटिस देखिने रोग एकदम कमन भयो। कन्जङ्टिभाइटिस अर्थात् के बुझियो त भन्दाखेरि चाहिँ नि ल कन्जङ्टिभाइटिस अर्थात् के बुझ्यो त भन्दा आँखाको कन्जङ्टाइभा सुन्निन्छ। आइटिस भनेको सुन्निन्छ, कन्जङ्टाइभा भनेको मेरो यो आँखा भयो, यो आँखाको माथिको यो कभरिङ आई लिड भयो, यसको भित्रपट्टिको जुन भाग छ दिस इज कन्जङ्टाइभा। यो कन्जङ्टाइभा के हुन्छ त सुन्निन्छ। त्यही भएर कन्जङ्टिभाइटिस भनेको के हो त, इट इज अ एक्युट है, एक्युट इन्फ्लामेसन अफ, एक्युट आइटिस छ त्यही भएर इन्फ्लामेसन भयो, सुन्नियो। के सुन्नियो? एक्युट इन्फ्लामेसन अफ कन्जङ्टाइभा। कन्जङ्टाइभा के भयो त सुन्नियो है। कन्जङ्टाइभा सुन्नियो। किन सुन्नियो? यसको कारणहरू विभिन्न हुनसक्छ। त्यही भएर पहिला त डेफिनेसन भन्नु पर्यो यो के हो त, इट इज एक्युट इन्फ्लामेसन अफ कन्जङ्टाइभा भनेर भन्यौँ। अब के कारण हुनसक्छ, कजेज के हुनसक्छ है, कजेज के हुनसक्छ भन्यो भने एबाट एलर्जिक हुनसक्छ। विभिन्न एलर्जेन्सहरूले धुलो, धुवाँ होइन, कुनै पनि फोहोरहरूले गर्दा हाम्रो आँखामा इरिटेसन हुनसक्छ। त्यो इरिटेसनले गर्दाखेरि पनि के हुन्छ त ल एउटा कज के हुनसक्छ त एलर्जिक हुनसक्छ भनेर भन्यौँ। एउटा कज के हुनसक्छ, एलर्जिक हुनसक्छ भन्यौँ। अर्को के हुनसक्छ, एकदम कमनली हामीले देखेको ब्याक्टेरियाले हुनसक्छ। अर्को केले हुनसक्छ, ब्याक्टेरियाले हुनसक्छ। ब्याक्टेरियामा पनि विभिन्न थरीहरू छन्, अहिले हामी पढ्छौँ। यसमा 2 लाइन छोड्नु। ब्याक्टेरिया पछि अर्को के हुनसक्छ, भाइरसले हुनसक्छ, भाइरल हुनसक्छ, जो हामी सबैले भोगेको प्रायः जस्तो भाइरल हो। त्यसपछि अर्को चाहिँ ढुस्सी, फङ्गाईको कारणले पनि हुनसक्छ भनेर हामीले विभिन्न तरिकाबाट कन्जङ्टिभाइटिस हुनसक्छ हाम्रो आँखामा भनेर भन्छौँ है। आँखाको कन्जङ्टाइभा सुन्निनु, एक्युट भनेको छोटो समयमै आँखाको इन्फ्लामेसन, कन्जङ्टाइभाको इन्फ्लामेसन हुनुलाई हामी कन्जङ्टिभाइटिस भन्दो रहेछौँ। विभिन्न कारण हुँदो रहेछ, एबिभिएफ, एलर्जिक, ब्याक्टेरिया है, एलर्जिक, ब्याक्टेरिया, भाइरल र फङ्गाई गरेर विभिन्न कारणहरू हुनसक्छ। अब एलर्जिक भनेको धुलो, धुवाँ होइन, कुनै पनि कुरा फोहोरहरू आँखाभित्र पस्यो भने हामी चिलाउने बानी हुन्छ, त्यसले गर्दाखेरि कन्जङ्टाइभा सुन्निन सक्छ। बीबाट ब्याक्टेरिया। ब्याक्टेरियामा एकदम जान्नुपर्ने कुरा, एकदम कमनली गराउने ब्याक्टेरिया भनेको स्ट्याफाइलोकोकस हो। जब इक्जाममा एन्सर आउँदैन प्राय एन्सर स्ट्याफाइलोकोकस नै हुन्छ, याद राख्नु। एकदम कमनली गराउने भनेको केले हो त, स्ट्याफाइलोकोकसले हो भने चिल्ड्रेनहरूमा, बच्चाहरूमा, न्युबर्न्सहरूमा एकदम कमनली गराउने भनेको स्ट्याफाइलोकोकसले होइन, न्युबर्न्सहरूमा क्लामाइडियाले हो। कसले गराउँछ? क्ल्यामाइडियाले गराउँछ भने है। अर्को एकदम कमन भनेको निसेरिया पनि हुन्छ है। अर्को एकदम कमन भनेको निसेरिया पनि हुन्छ। एकदम सिरियस कन्डिसन गराउनु पर्यो है, सिरियस कन्डिसनहरू गराउने भनेको निसेरियाको कारणले गर्दा हुन्छ। विभिन्न ब्याक्टेरियाहरू हुनसक्छ। हामीलाई इक्जाममा सोध्यो मस्ट कमन चाहिँ कुन हो भनेर, इक्जाममा सोध्यो भने मस्ट कमन चाहिँ स्ट्याफाइलोकोकस हो। बच्चाहरूको केसमा चाहिँ स्टेफाइलोकोकस हुँदैन। बच्चाहरूको केसमा मस्ट कमन चाहिँ के हुन्छ, क्ल्यामाइडिया भन्ने हुन्छ, क्लामाइडिया हुन्छ। र एकदम सिरियस कन्डिसन कसले गराउन सक्छ, कन्जङ्टिभाइटिसमा सिरियस कन्डिसन कसले गराउन सक्छ भने निसेरियाले एकदम सिरियस कन्डिसन गराउन सक्छ, सिभियर कन्डिसन गराउन सक्छ है। त्यस्तै गरेर भाइरल छ। भाइरल एकदम कमनली एडिनो भाइरसहरूले गराउँछ, हर्पेस सिम्प्लेक्सहरूले पनि गराउँछ। र भाइरसले गराएको यस्तो कन्जङ्टिभाइटिसलाई हामी इपिडेमिक पिङ्क आई भनेर पनि सम्बोधन गर्छौँ। त्यही भएर कहिलेकाहीँ इक्जाममा सोधिन सक्छ, इपिडेमिक पिङ्क आई भनेर कुन कन्जङ्टिभाइटिसलाई जनाउँछ भन्यो भने भाइरल कन्जङ्टिभाइटिसलाई जनाउँछ, विच इज द मोस्ट कमन कज अफ यतिमध्ये सबैभन्दा कमन हामीलाई सर्ने, हामीलाई भइराखेको चाहिँ भाइरल हो। त्यही भएर त्यसलाई इपिडेमिक पिङ्क आई पनि भनिन्छ है। इपिडेमिक पिङ्क आई भनेर
कुन डिजिजलाई चिनिन्छ भन्यो भने सर भाइरल कन्जङ्टिभाइटिसलाई चिनिन्छ है। फङ्गाईमा क्यान्डिडा भन्ने हुन्छ, क्यान्डिडाले गराउन सक्छ मोस्ट कमनली भनेर भन्नु पर्यो, नलेखे पनि हुन्छ। इक्जाममा एलर्जिक हुन्छ, ब्याक्टेरियल हुन्छ, भाइरल हुन्छ, फङ्गल हुन्छ, त्यसमध्ये हामीले थाहा पाउनै पर्ने मोस्ट कमन कज। जस्तै ऋतुलाई, मलाई, मिनालाई, नेहालाई कन्जङ्टिभाइटिस गराउनु पर्यो भने कुन ब्याक्टेरियाले मोस्ट कमन गराउला? अप्सन ए स्टेफाइलोकोकस, अप्सन बी क्लामाइडिया, अप्सन सी निसेरिया, अप्सन डी स्ट्रेप्टोकोकाई भनेर एन्सर के लाउनु पर्यो? हामीलाई भन्यो भने स्टेफाइलोकोकस। भर्खर जन्मेको बच्चालाई कसले गराउन सक्छ भन्यो भने क्लामाइडिया एन्सर लाउनु पर्यो है त। र इपिडेमिक पिङ्काई भनेर कुन कन्जङ्टिभाइटिसलाई चिनिन्छ भन्यो भने इपिडेमिक पिङ्काई भनेर भाइरल कन्जङ्ट छ होइन, सबैलाई सार्छ, सबैलाई सर्ने कमनली भनेको भाइरल हो, त्यही भएर इपिडेमिक भन्यौँ पिङ्क आई है, इपिडेमिक पिङ्क आई। यहाँसम्म के कन्फ्युजन छ? बुझ्यो? ऋतु, कमला, सबिना, विष्णु, के कन्फ्युजन छ? ल यो भइसकेपछि कस्तो कस्तो क्लिनिकल फिचर देखिन्छ त अब कन्जङ्टिभाइटिस भइसकेपछि यसको क्लिनिकल फिचर्सहरू के हुनसक्छ त भन्यो भने कन्जङ्टिभाइटिसको क्लिनिकल फिचर भन्यो भने एकदम कमनली कन्जङ्टिभाइटिसको क्लिनिकल फिचर भयो भने के हुन्छ? रेडनेस हुन्छ, आँखाको कन्जङ्टाइभा एकदम रातो हुन्छ। कुन पार्ट त? कन्जङ्टाइभा मेनली के हुन्छ त? रातो हुन्छ है। कन्जङ्टाइभा के हुन्छ त? रातो हुन्छ। कन्जङ्टाइभा के हुन्छ? एकदम रातो, किनभने हाम्रो इन्फ्लामेसन छ, इन्फ्लामेसनको वान अफ द मोस्ट कार्डिनल साइन, एउटा स्योर सर्ट साइन के हो त? रातो हुन्छ, त्यही भएर रेडनेस हुन्छ। रातो साथसाथै त्यो भाग सुन्निन्छ, त्यसलाई इडिमा भन्छौँ होइन, इडिइएमए इडिमा, अथवा त्यसलाई हामी के भन्छौँ त? सोइलिङ भनेर भन्छौँ। त्यसलाई हामी के भन्छौँ? सोइलिङ भन्छौँ। रेडनेस हुन्छ, इडिमा हुन्छ, सोइलिङ हुन्छ। रेडनेस हुन्छ, इडिमा, अथवा त्यसलाई हामी के पनि भन्छौँ? सोइलिङ हुन्छ भनेर भन्छौँ। त्यसपछि अर्को के हुन्छ? आँखामा केही कुरा त्यसले गर्दा आँखा एकदम डिस्टर्ब हुन्छ, त्यसलाई डिस्कम्फर्ट भनेर भन्छौँ। त्यसलाई हामी के भन्छौँ त? कस्तो सकसक भयो, कस्तो आँखामा केही कुरा बिजाए जस्तो भयो भन्छौँ होइन, डिस्कम्फर्ट भनेको गाह्रो भयो मलाई। अब किन गाह्रो भयो त? डिस्कम्फर्ट। मलाई किन डिस्कम्फर्ट भयो त भन्यो भने डिस्कम्फर्ट, मेरो आँखा सुन्निएको छ, आँखाको त्यो भित्र डिस्कम्फर्ट, मेरो आँखाको भित्री त्यो के भन्छ कन्जङ्टाइभा सुन्निएको छ, त्यही भएर मेरो आँखामा कस्तो भारी भारी भयो जस्तो, मलाई कस्तो असजिलो भयो जस्तो हुन्छ। असजिलोमा पनि मुख्यतया के हुन्छ त? फरेन बडी छ जस्तो लाग्छ। आँखा भारी भएको भएर भित्र केही कुरा पसेको हो कि जस्तो लाग्छ, वास्तवमा त्यो पसेको हुँदैन, कन्जङ्टाइभा सुन्निएर त्यस्तो भएको फिल हुन्छ हामीलाई। फरेन बडी सेन्सेसन हुन्छ। के हुन्छ? फरेन बडी सेन्सेसनहरू एकदम कमनली भइराखेको हुन्छ। रेडनेस हुन्छ, इडिमा हुन्छ, डिस्कम्फर्ट, अथवा डिस्कम्फर्टमा कस्तो डिस्कम्फर्ट? फरेन बडी सेन्सेसनहरू भइराखेको हुन्छ है। अनि अलिअलि चिलाउँछ पनि, इचिङ पनि हुन्छ, अथवा पोले जस्तो बर्निङ पनि हुनसक्छ, पोले जस्तो सेन्सेसन पनि हुनसक्छ। तर नोट गर, नो पेन। कन्जङ्टिभाइटिसमा पेन हुँदैन, त्यही भएर हामी फार्मेसीमा जान्छौँ, हामीलाई किटोरोल्याक दिइदिन्छ, केही काम हुँदैन, उल्टा असर मात्र गर्छ, अल्सर गराइदिन्छ, त्यही भएर पेन छैन, याद राख्नुपर्छ है। नोट, इक्जाममा नो पेन भनेर नलेख्नु, आफ्नो एमसिक्युजमा सम्झिराख्नु है। कन्जङ्टिभाइटिसमा पेन हुँदैन, चिलाउँछ, केही कुरा बिजाए जस्तो हुन्छ, पोले जस्तो हुन्छ, तर दुख्न चाहिँ दुख्दैन। त्यसो भए सर सम्झिने तरिका सिकाइदिनु न, म त जहिले क्लिनिकल पिक्चरमा कन्फ्युज हुन्छु भन्यो भने हेर त, आरइडी रेड, क्लिनिकल पिक्चरमा रेड देखिन्छ। आरबाट के भयो त? रेडनेस भयो। ईबाट के भयो त? इडिमा अथवा सोइलिङ भयो त्यो भागको, र त्यसले गर्दाखेरि डीबाट के गरायो त? आँखामा डिस्कम्फर्ट गरायो। के हो डिस्कम्फर्ट भनेको भन्यो भने केही कुरा बिजे जस्तो, चिलाए जस्तो, पोले जस्तो हुन्छ, तर दुख्न चाहिँ दुख्दैन। इक्जाममा नबिर्सिनु, आरइडी रेड भनेर सम्झ्यो भने सजिलो भयो। आँखा रातो हुन्छ, कन्जङ्टाइभा रातो हुन्छ है, कन्जङ्टाइभा रातो हुन्छ, कन्जङ्टाइभा रातो हुन्छ। अर्को के हुन्छ त? इडिमा हुन्छ, त्यो भाग सुन्निन्छ, डिस्कम्फर्ट हुन्छ। रातो किन भयो सर भन्छौ भने है, रातो किन भयो भन्छौ भने रातो चाहिँ है मोस्ट कमन हुनसक्छ स्याब्री, हामी पढ्छौँ पछि, ट्रकोमा हुनसक्छ। ल त्यो अब के भयो त भन्दाखेरि रातो किन भयो भन्यो भने त्यहाँ धेरै ब्लड फ्लो, ब्लड भेसल्सको नलीहरू धेरै भएको भएर त्यहाँ चाहिँ के हुन्छ भन्दाखेरि एकदम चाँडो हाइपरेमिया, ब्लड भेसल एकदम चाँडो, ब्लड फ्लो एकदम चाँडो बढ्छ त्यो भागमा, त्यही भएर रातो हुन्छ, स्वेलिङ हुन्छ, डिस्कम्फर्ट हुन्छ। यसले गर्दाखेरि पछि चाहिँ तिम्रो कन्जङ्टाइभा चिलाउँदा चिलाउँदा तिम्रो नानी आँखाको यो कालो भाग पनि सुन्निन्छ, कर्निया पनि सुन्निन्छ, त्यसलाई केराटाइटिस भन्छौँ। त्यही भएर एउटा समस्याले गर्दा अरू समस्याहरू पनि बल्झिन सक्छ। मेनली आरइडी रेड सम्झिनु, यो सम्झ्यो भने सजिलो भयो। बुझियो के कन्फ्युजन छ क्लिनिकल पिक्चरमा? बुझियो? नेहा, सानु, मिना, सबिना, कमला, विष्णु, सबरी, के छ कन्फ्युजन? सकिन्छ इक्जाममा क्लिनिकल पिक्चर कन्जङ्टिभाइटिसको लेख भन्यो भने सकिन्छ है। रातो हुन्छ सर, सुन्निन्छ, डिस्कम्फर्ट। डिस्कम्फर्टमा तिनवटा कुरा, फरेन बडी सेन्सेसन हुनसक्छ, इचिङ हुनसक्छ, बर्निङ हुनसक्छ, तर पेन चाहिँ हुँदैन है त। ल यति जानिसकेपछि अब हामीले थाहा पाउनु पर्ने अर्को कुरा के छ त? कहिलेकाहीँ पस हुनसक्छ कि सक्दैन? अब पाक्यो भने त पस पनि हुन पायो नि त, पस हुन पायो, त्यति बेला त अलिअलि पेनफुल हुन्छ, तर युजली पस स्टिमिटी कन्जङ्टिभाइटिसमा बन्दैन
है। ल अब के गर्न सकिन्छ सर, कन्जङ्टिभाइटिस भयो, अब ट्रिटमेन्ट पार्ट के गर्न सकिन्छ त होइन। ट्रिटमेन्ट के गर्न सकिन्छ भन्यो भने ट्रिटमेन्ट गर्न सकिने भनेको एबिसिडी हो है, एकदम सजिलो। मेरो जुनसुकै मेडिसिन पढ्दाखेरि पनि म आफ्नो सजिलो तरिका एबिसिडी नै बनाउँछु, इक्जाममा बिर्सिँदैन जे कुरा पनि, नत्र कन्फ्युजन हुन्छ। एबाट एबाट के हुन्छ, पहिला त के गर्नु पर्यो, एबाट एभोइड गर्नु पर्यो, केलाई एभोइड गर्नु पर्यो, एलर्जेन्सहरूलाई एभोइड गर्नु पर्यो। के गर्नु पर्यो, एलर्जिक जुन पार्टहरू, एलर्जेन्स भनेको चाहिँ जुन कुराले तिमीलाई भइरहेछ, फोहोरमा हात लाउनु भएन, हात लगाएपछि ह्यान्ड वासिङ गर्नु पर्यो, धुलो धुवा भएको ठाउँमा जानु भएन, जानै पर्यो भने आँखामा आइलेन्सहरू अथवा त्यो के भन्छ हामीले चस्मा लगाएर जानु पर्यो है। त्यही भएर एभोइड एलर्जेन्स, सकभर त्यो कुरालाई एभोइड गर्ने, तिमीलाई जुन कुराले इरिटेट गरिरहेछ, त्यो घाममा हिँड्दैछौ छस्मा लगाऊ, छाता बोक होइन, त्यही भएर एभोइड गर्ने, जुन कुरा सिचुएसन तिमीलाई त्यो गराइरहेछ त्यो कुरा एभोइड गर होइन। चिलाइरहेछ, एकदम चिलाइरहेछ, सिम्टम्स त म्यानेज गर्नु पर्यो, एबाटै के दिन्छु त अब म एन्टिहिस्टामिनिक दिन्छु। एन्टिहिस्टामिनिक भन्ने औषधिले के गर्छ त, एलर्जिन जुन इचिङ छ त्यो इचिङलाई के गर्छ, एलर्जीलाई चाहिँ के गरिदिन्छ त, डिक्रिज, कम गराइदिने काम गर्छ है। ल एबाट के गरेँ, एलर्जिन्सलाई मैले एभोइड गरेँ, एबाट एन्टिहिस्टामिनिक गरेँ। अब बीबाट ब्याक्टेरियाले हो भने के गर्न सकिन्छ, यदि ब्याक्टेरिया हो भने ब्याक्टेरियाको लागि के गर्न सकिन्छ, ब्याक्टेरियाको लागि के गर्न सकिन्छ, एन्टिबायोटिक्स दिन सकिन्छ। के गर्न सकिन्छ, एन्टिबायोटिक्स दिन सकिन्छ। भनेपछि एन्टिबायोटिक्स अब के दिने सर, क्रिम दिने कि ड्रप दिने कि औषधि, खाने औषधि दिने भने नर्मल कन्डिसन छ भने ड्रप दिन्छौँ, हुँदै भएन भने ओरल फर्ममा जान्छौँ। एन्टिबायोटिक्समा युजली हामी कमनली युज गर्ने आई ड्रप के हो, सिप्रोफ्लोक्सासिन देखाएको छ नि हामीले है, दिनको 6 टाइम हाल्नु भनेर भनिरहेको हुन्छ हामी, 4 टाइम 5 टाइम अवस्था हेरेर ब्याक्टेरियलमा एन्टिब्याक्टेरियाको लागि के दियौँ त, एन्टिबायोटिक्स। त्यसो भए भाइरसको लागि के गर्न सकिन्छ, यहीँनिर भनिदिनु न। भाइरसको लागि केही गर्न पर्दैन, सेल्फ हिलिङ हुन्छ, सेल्फ रिजल्भ हुन्छ, आफै ठिक भएर जान्छ। भाइरस हाम्रो शरीरमा यस्तो अर्ग्यानिजम हो जो आफै 14 दिनमा शरीर छोडेर जान्छ। भाइरसको लागि केही गर्नु पर्दैन, आफै ठिक भएर जान्छ। भने सर ढुस्सीको लागि के गर्न सकिन्छ, फङ्गाईको कारणले हो भने एन्टिफङ्गल दिन पर्यो है, एन्टिफङ्गल दिनु पर्यो होइन। एम्फोटेरिसिन बी भन्ने औषधिहरू आउँछ, त्यो झोलमै आउँछ, त्यो झोलहरू हाल्न भनेर हामी कमनली भन्छौँ। त्यही भएर बीबाट ब्याक्टेरिया भए पनि यति बेला सम्झ्यौँ, भाइरसको लागि केही गर्न पर्दैन, फङ्गसको लागि चाहिँ एन्टिफङ्गल दिन्छौँ। ठिक छ। ल अब सीबाट के गर्न सकिन्छ सर भन्यो भने, धेरै आँखा सुन्निरहेको छ, त्यही भएर सुन्याउन कम गर्ने जादुई औषधि भनेको स्टेरोइड हो। लामो समय प्रयोग गर्न मिल्दैन, छोटो समयको लागि एकदम राम्रो औषधि भनेको सीबाट कर्टिको स्टेरोइड भन्ने औषधि दिन्छु। के दिन्छु मैले, कर्टिको स्टेरोइड भन्ने औषधि दिन्छु है। कर्टिको स्टेरोइड भन्ने औषधि दिन्छु। स्टेरोइडले के गरिदिन्छ, इन्फ्लामेसनलाई घटाइदिने काम गर्छ। साथसाथै सीबाट सर म क्लिन वाटरले आँखा पखाल्न, क्लिन कोल्ड वाटरले मजाले आँखा पखाल, वास गर भनेर भन्छु है। वासिङ गर, हरेकचोटि आँखालाई राम्रोसँग पखाल भनेर हामी भन्छौँ। मिल्छ मिल्छ ऋतु है। ल हिट एन्ड ट्रायल हुन्छ कि, डरमा र तिम्रो आईको डिजिजहरू भनेको इन्भेस्टिगेसन गरिराख्न पर्दैन, हामी हिट एन्ड ट्रायल गर्छौँ। बिरामी आउँछ, तिमीलाई अब कमन छ, परिवारमा अरू सदस्यलाई पनि भएको छ, भाइरल हो 100%, एन्टिभाइरल हो, केही गर्न पर्दैन। तर सेफ साइडको लागि हामी एन्टिबायोटिक जहिले पनि सेफ साइडलाई दिन्छौँ। किन सेफ साइडलाई दिन्छौँ, कहिले काहीँ सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन हुनसक्छ, भाइरसले गर्दा इम्युनिटी कमजोर गराइदियो, ब्याक्टेरिया छिर्यो। त्यही भएर एन्टिबायोटिक्स त हामी जुनसुकै हो नेपाली, त्यही भएर त्यसमा पनि एन्टिबायोटिक रेजिस्टेन्स भइरहेछ। एन्टिभाइरल छ, एन्टिभाइरलको लागि सेफ साइडको लागि एन्टिब्याक्टेरियल पनि दिन्छौँ। अब त्यसले गर्दा पनि 5 दिनपछि डाक्टर साहब मेरो त ठिकै भएन भएर आउँछन्, त्यसपछि भाइरलको औषध चलाउँछौँ हामी। त्यसरी हिट एन्ड ट्रायल मेथड भन्छ, ट्रायल गर्ने मेथड हो। डर्माको डिजिज पनि त्यही हो, आईको डिजिज पनि त्यही हो है त। ल सीबाट कर्टिकोस्टेरोइड गर्छौँ र सीबाट क्लिन कोल्ड वाटरले वासिङ गर्छौँ। र डीबाट सर ड्राई आईको लागि म के दिन्छु त, आर्टिफिसियल टियर जुन आउँछ नि, आई ड्रप भनेर आउँछ, आर्टिफिसियल टियर जुन हुन्छ, त्यो मिथाइल सेलुलोज जुन हुन्छ, त्यो चाहिँ हामी बिरामीलाई दिन्छौँ। सक्यो। के गर्नु अब, हामी सबै डिजिज यसरी नै एबिसिडी आरएडी गर्दै पढ्छौँ, सक्यो एक्जाममा। लेख्न आउनु पर्यो। र मैले राइट सर्ट नोट अन कन्जङ्टिभाइटिस भन्यो भने यति लेखिदियो भने फुल मार्क्स आयो है। त्यही भएर के भन्यौँ त हामीले, कन्जङ्टिभाइटिस भनेको सर हाम्रो के हो त, कन्जङ्टाइभाको इन्फ्लामेसन हो। एक्युट इन्फ्लामेसन कि क्रोनिक इन्फ्लामेसन भन्यो भने एक्युट इन्फ्लामेसन हो, छोटो समयमा भएको इन्फ्लामेसन हो। विभिन्न कारणहरू हुनसक्छ, एबिभिएफ, एलर्जी, ब्याक्टेरिया, भाइरल र फङ्गस। त्यसमा पनि सबैभन्दा कमनली देखिने भनेको भाइरल हो, त्यसलाई इपिडेमिक पिङ्क आई पनि भनिन्छ। ब्याक्टेरियाले गरायो भने मोस्ट कमनली स्टेफाइलोकोकसले गराउँछ भने तिम्रो चाहिँ न्युबर्नहरूको केसमा क्लामाइडियाले गराउँछ। क्लिनिकल फिचर भनिदिनु न भन्यो भने रातो भन्नुभयो, आरएडी रेड भन्नुभयो, आरबाट रेडनेस, ईबाट इडिमा, डीबाट डिस्कम्फर्ट हुन्छ। डिस्कम्फर्ट के दुख्छ निराजन भन्यो भने होइन सर, दुख्दैन, खालि फरेन बडी सेन्सेसन, केही कुरा भित्र पसे जस्तो लाग्छ, आँखा भारी भएको भएर चिलाउँछ, अलिअलि पोले जस्तो पनि हुन्छ, तर पेन चाहिँ हुँदैन। के गर्न सकिन्छ, एबिसिडी गर्न सकिन्छ, एलर्जीवाला कुरा छोडिदेऊ, चिलाउँछ एन्टिहिस्टामिनिक देऊ, बीबाट एन्टिबायोटिक्स देऊ, भाइरसलाई केही गर्न परेन, फङ्गसको लागि एन्टिफङ्गल देऊ।
पर्यो। सीबाट के गर्न सकिन्छ, कर्टिकोस्टेरोइड भन्ने औषधि चलाउन सकिन्छ जसले इन्फ्लामेसनलाई कम गर्छ। डीबाट ड्राई आईको लागि आर्टिफिसियल टियरहरू दिन सकिन्छ। होइन नि राजन, स्टेरोइड भन्ने औषधि इन्फ्लामेसन भयो भने जुनसुकै कन्डिसनमा पनि दिन मिल्छ, तर सर्ट डोजको लागि मात्र। मोस्ट कमन एडिनो र हर्पेस सिम्प्लेक्स हुन्छ। ल है, यति भइसकेपछि अब हामीले थाहा पाउनुपर्छ, सक्यो कन्जङ्टिभाइटिस बुझ्यो। ल यसमा नअल्झिमा है, के भयो, सकिन्छ, इक्जाममा लेख्न सकिन्छ। अब एमसिक्युजमा आयो भने एउटै क्वेसन आउने हो यहाँबाट है, के एउटा मात्र क्वेसन आउँछ, कुन ब्याक्टेरियाले गराउँछ भन्न सक्छ, अथवा कुन तिम्रो चाहिँ न्युबर्नमा कसले गराउँछ भन्छ। एमसिक्युजमा आउने यति मात्र क्वेसन, अरू केही पनि होइन, लङ क्वेसन। अनि एउटा कुरा चाहिँ मैले भनेको याद राख्नु पर्यो, पेन हुन्छ कि हुँदैन कन्जङ्टिभाइटिसमा भन्यो भने युजल्ली हुँदैन। सक्यो है, यति तिमीले सम्झ्यौ भने अब म सबै डिजिज यही फर्मेटमा पढाउँछु, तिमीलाई एकदम सजिलो हुन्छ, तिमीले घोक्नै पर्दैन। यति तिमीले सम्झ्याछौ, यो यसको ट्रिटमेन्ट, यसको यो यसमा अलिअलि मात्र चेन्जेस छ, बाँकी सबै कुरा सेम छ। ल यो भयो भने तिमीले अब भने नि अप्थाल्मोलोजी बुकमा एकदम धेरै गन्जागोल छ, पुरै त्यो खिचडी जस्तो छ, त्यही भएर बुझ्या हुँदैन, जहाँ पनि रेडनेस रेडनेस मात्र हुन्छ। अब कहाँ के हो त्यो डेफिनेसन टक्क लेखेर, त्यो कजेज के छ भने कजेज लेखेर, अर्गानिजमको नाम छ भने अर्गानिजमको नाम लेखेर टक्क क्लिनिकल फिचर र ट्रिटमेन्ट लेख्यो भने मार्क्स आयो है त। छोटो हुन्छ, मिठो हुन्छ अप्थाल्मोलोजी, त्यही भएर जान्ने कुराहरू थोरै छ यसमा। ल त्यसपछि एकदम कमनली हामीलाई इक्जाममा सोध्ने अर्को डिजिज हो स्टाई है। अर्को एकदम कमनली सोध्ने डिजिज के हो त, स्टाई हो है। स्टाई भनेर भन्छौँ। ल स्टाई, स्टाई अथवा यसलाई यो लास्टमा केमा सकिएको छ हेर त, इक्जाममा कन्फ्युज हुन्छ, यो लास्टमा केमा सकिएको छ, ईमा सकिएको छ, त्यही भएर स्टाई ईमा सकिएको भएर यसलाई एक्सटर्नल, एक्सटर्नल, इन्टर्नल होइन, ईमा सकिएको भएर एक्सटर्नल हर्डियोलम पनि भन्छ, कन्फ्युज नहुनु है। इक्जाममा स्टाई इज अल्सो कल्ड एक्सटर्नल हर्डियोलम, इन्टर्नल हर्डियोलम, बोथ नन भनिदिन्छ। स्टाई भनेको सर लास्टमा ईमा सकिएको छ, ईबाट एक्सटर्नल, नकन्फ्युज हुनु है, एक्सटर्नल हर्डियोलम। भन्न खोजेको के हो त भन्दाखेरि, यो मेरो हेर त, यो मेरो परेला जुन छ आँखाको, जुन यो आई ल्यासेस भन्छ होइन, यसलाई आई ल्यासेस जुन छ, यो आई ल्यासेसको फेदमा यहाँ आँखासँग चप्किएको भागनिर यसलाई चमकपन दिनको लागि, यसलाई भिजाउनको लागि, यसलाई साइनिनेस दिनको लागि एउटा महत्त्वपूर्ण ग्ल्यान्ड हुन्छ, त्यो ग्ल्यान्डको नाम जिज हो। मैले एनाटोमीमा अस्ति पढाइसकेको छु, जसले पढ्नु भएको छैन आजदेखि थाहा पाउनु। के थाहा पाउनु भन्दा, मेरो यो आँखाको यो आई ल्यासेस जुन छ, जुन परेला छ, यस्तो हामी फर्काउँछौँ बिहारमा, कस्तो राम्रो देखिन्छ होइन फर्काएपछि, हो यो आई ल्यासेसको फेदमा विशेष किसिमको ग्रन्थि हुन्छ, त्यो ग्रन्थीको नाम जिज ग्रन्थि हो, र यसले यो आँखाको यो परेलालाई बिजाउने काम गर्छ, अथवा यसलाई चिप्लोपन, यसलाई साइनिनेस दिन्छ। त्यो परेला कस्तो राम्रो छ यार भन्छ नि हामी, हो यो आँखा किन साइनी छ, किन सुक्का छैन भन्यो भने, सर यो जिज ग्रन्थीको कारणले गर्दाखेरि मेरो परेला भिजिराखेको छ, साइनी छ भनेर बुझ्नु पर्यो। कुनै कारणवश यो ग्रन्थीमा, कुनै कारणवश यो ग्रन्थीमा समस्या भएर यो ग्रन्थी सुन्निन गयो भने यो कन्डिसनलाई स्टाई भनिन्छ। द्याट इज अल्सो कल्ड एक्सटर्नल हर्डियोलम। टुक्क पिपको एउटा डल्लो जस्तो पाकेको जस्तो, जस्तै छालामा बोइल भने जस्तै यहाँ पनि के हुन्छ, ठ्याक्क यो परेलाको तलपट्टि पुक्लुक्क एउटा पिम्पल जस्तो ऱ्यासेस पाकेको पहेँलो पिम्पल कस्तो हुन्छ गालामा, हो त्यस्तै ठ्याक्कै आँखाको यो हाम्रो आइल्यासेसको तलपट्टि हुन्छ। त्यस्तो कन्डिसनलाई स्टाई अथवा हर्डियोलम भनिन्छ। मैले भन्न खोजेँ बुझियो, एकदम कमन हो हामीमा, एकदम कमन हो। मैले कहाँनिर हुन्छ भन्ने कुरा बुझ्यो, कुन ग्रन्थीको इन्फ्लामेसन हो पनि बुझ्यो, इक्जाममा यो चाहिन्छ, कुन ग्रन्थी हो, जिज हो कि मोल हो कि मिबोमियन ग्ल्यान्ड हो। मैले के ग्रन्थी भने स्टाई, स्टाई जिज ग्रन्थीको इन्फ्लामेसन भयो। एक्सटर्नल हर्डियोलम कि इन्टर्नल हर्डियोलम, एक्सटर्नल हर्डियोलम पनि भनिन्छ, यो दाम थाहा पाउनु पऱ्यो है। भनेपछि स्टाईको डेफिनेसन के भयो त, पिपले भरिएको एउटा सानो दाना हो, कुन ग्रन्थीको अब्स्ट्रक्सन भएर, जिज ग्रन्थीको अब्स्ट्रक्सन वा इन्फ्लामेसन भएर। त्यही भएर हामीले यसमा लेख्दाखेरि के लेख्नु पर्यो त भन्दाखेरि चाहिने है, हेरौँ त, हामीले यसमा डेफिनेसन लेख्दाखेरि के लेख्न पर्यो त भन्दाखेरि, इट इज अ एक्युट भन्नु पर्यो, छोटो समयमा है, इट इज अ एक्युट, एकछिन है यो मेटाइहाल्छु अनि। ल इट इज अ एक्युट, एक्युट सुपुरेटिभ है, यो शब्दहरू के गर्नु अब लेख्नै पर्छ इक्जाममा, म बुझाउँछु नआत्तिनु। सुपुरेटिभ, पिप भरिएको, पाकेको, इट इज अ एक्युट पाकेको, इट इज अ एक्युट सुपुरेटिभ इन्फेक्सन एन्ड इन्फ्लामेसन अफ ग्ल्यान्ड अफ जिज। कुन ग्रन्थीको, ग्ल्यान्ड अफ जिज। कहाँ छ थाहा पाउनु पर्यो, कहाँ छ रे शीतल,
कुन भागमा छ र यो ग्ल्यान्ड अफ जिज? कहाँ छ सर? यो आइल्यासेसको फेदमा छ, आइल्यासेसको बेसमा, मार्जिनमा छ है, यो ठ्याक्क आइल्यासेसको तल्लोपट्टि जोडिने भागमा छ। त्यही भएर यो ग्रन्थि पाकेर पिम्पल जस्तो पाक्यो, सुपुरेटिभ भनेको पिप जस्तो उठ्यो, इन्फेक्सन र इन्फ्लामेसन भयो भने यो कन्डिसनलाई ग्ल्यान्ड अफ जिज भनिन्छ। कसले गर्दा भयो सर यस्तो? कजेटिभ एजेन्टको नाम के हो? इक्जाममा एकदम कमनली सोध्ने हामीलाई यो हो। कजेटिभ एजेन्टको नाम के हो? आँखामा सजिलो छ, म्याक्सिमम कजेटिभ एजेन्ट भनेको स्ट्याफाइलोकोकस नै हुन्छ। त्यही भएर सजिलो स्ट्याफाइलोकोकसले गर्दा हुन्छ है। अरूले पनि हुनसक्छ, हामीलाई एक्जाममा एउटै एन्सर टिक लाउनु पर्छ। स्टाई इज कज्ड बाई एसटीबाट, स्टाई एसटीबाट स्ट्याफाइलोकोकस है। एक्युट सुपुरेटिभ इन्फेक्सन एन्ड इन्फ्लामेसन अफ कुन ग्रन्थि भनेर सोध्यो भने ग्ल्यान्ड अफ जिज ग्रन्थि। कज्ड बाई भन्यो भने इट इज कज्ड बाई स्ट्याफाइलोकोकस। के कन्फ्युजन छ यहाँसम्म? सकिन्छ? एक्सटर्नल कि इन्टर्नल? एक्सटर्नल हर्डियोलम है। कुन ग्रन्थीको अब्स्ट्रक्सन इन्फ्लामेसन हो? जिज ग्रन्थीको। कुन किटाणुले गर्दा? स्ट्याफाइलोकोकसले गर्दा। यति कुरा गरे त अहिलेसम्म मैले। भयो ऋतु, मनिता? भयो नेहा? अगाडि बढौँ। सोनिया? ल, त्यस्तो हो भने सर यसको क्लिनिकल फिचर भनिदिनु न भनेर भन्यो भने अघिको क्लिनिकल फिचरमा थोरै मात्र चेन्जेस छ। अघिको क्लिनिकल फिचरमा थोरै मात्रै चेन्जेस छ। अब लास्टमा देखाउँछु, अहिले देखाउँदिनँ अघिको। अब नयाँ क्वेसन गर्दाखेरि हिजोको कुरा गर्नु न भनेपछि त क्लास डिस्टर्ब भइहाल्छ नि। लास्टमा ल, भएन भने लास्टमा देखाउँछु ल। अब क्लिनिकल फिचर के हुन्छ भन्यो भने यसमा पनि सर आरइडी रेड देखिन्छ। अनि रेड कस्तो? पानी आउँछ, वाटर, रेड वाटर भनेर सम्झ्यो। अघिकोमा आरइडी रेड मात्रै थियो, यसमा चाहिँ के हुन्छ भन्यो भने वाटर भयो। किन हुनसक्छ? निराजनले सोध्यो भने निराजन तिमी आँखा मिलाउँदै थियौ, आँखाको तिमीले परेला, केटीहरूले ट्विजरले तान्छ नि, ट्विजरले यसरी तानिसकेपछि त्यहाँ घाउ भयो, त्यो किटाणु छिर्यो अनि तिम्रो त्यहाँ इन्फेक्सन भयो। अथवा कुनै कारणवश तिम्रो चोट लागेको थियो, चोट लागेको ठाउँबाट त्यहाँबाट किटाणु छिर्यो अनि त्यहाँनिर चाहिँ त्यो के भइदियो त? पिम्पल जस्तो पाकेर आइदियो है त। ल, अब यसपछि थाहा पाउनु पर्ने क्लिनिकल फिचर के हो त भन्यो भने क्लिनिकल फिचर आरइडी रेड वाटर हो। आरबाट फेरि के होला? आरबाट रेडनेस हुन्छ। आरबाट के हुन्छ त? रेडनेस हुन्छ। आँखाको वरिपरि रातो हुन्छ होइन। जहिले हामी अब चलाउँछौँ त्यो भाग, चलाउँदा चलाउँदै रातो हुन्छ, रेडनेस हुन्छ। ईबाट के हुन्छ? सुन्निन्छ, इडेमा हुन्छ। ईबाट के हुन्छ? इडेमा हुन्छ। डीबाट डिस्कम्फर्ट हुन्छ। डीबाट के हुन्छ? डिस्कम्फर्ट, सेम अघिकै डिस्कम्फर्ट हुन्छ। आँखामा फरेन बडी सेन्सेसन जस्तो हुने, इचिङ हुने, त्यसपछि बर्निङ सेन्सेसन हुने हुन्छ। र साथसाथै यसमा थाहा पाउनु पर्ने अर्को कुरा के पनि छ भन्दाखेरि यसमा पिप भरिएको भएर इट इज अ पेनफुल। एउटा थाहा पाउनु पर्यो, डिस्कम्फर्टमा पेन पनि हुन्छ। अघिकोमा पेन थिएन, अहिले चाहिँ पेन छ, किनभने पिप भरिएको छ, पिप भरिएको भएर पेनफुल छ। त्यही भएर इक्जाममा सोध्न सक्यो हामीलाई होइन, कुन चाहिँ पेनफुल हुन्छ होइन। कन्जङ्टिभाइटिस, अनि तिमीलाई चाहिँ के भन्छ स्टाई, तिमीलाई क्यालाजियोन यस्तो भन्यो भने कुन चाहिँ पेनफुल हुन्छ भन्यो भने आन्सर के भन्नु पर्यो त? कुन चाहिँ पेनफुल हुन्छ? क्लासमा जे पढाइरहेको छ त्यसमा ध्यान दिउँ न। अहिले अहिले नचाहिने कुरा दिमागमा राखेर त आफैलाई लस हो नि त होइन। किनभने म अब यो म पढाइरहेको छु यहाँ कुरा, अर्को डिजिज सम्झिराख्यो भने त यो त यादै हुँदैन नि। त्यही भएर रोक न, लास्टमा क्लासमा मलाई केही अरू समस्या छ भने त्यति बेला कुरा गरौँला। बिचमा यो कुरा गऱ्यो भने तिमीलाई पनि डिस्टर्ब हुन्छ, सबै त्यो पढ्दाखेरि सबै कुरा डिस्टर्ब हुन्छ, सबैलाई डिस्टर्ब हुन्छ है त। कसैलाई इन्ट्रेस्ट होला, कसैलाई इन्ट्रेस्ट नहोला। त्यही भएर लास्टमा सबै कुराको म एन्सर दिइहाल्छु न, हात तिन्न। पहिला जुन डिजिज छ त्यो सम्बन्धी के गाह्रो लाग्यो भने मलाई सोध्ने हो। अहिलेलाई एट द जहिले पनि प्रेजेन्टमा बाँच्नुपर्छ भन्छ नि, फ्युचरमा अथवा पास्टमा गयो भने बिर्सिन्छ सब थोकहरू, अगाडिको कुरा पनि याद हुँदैन, पछाडिको कुरा पनि याद हुँदैन। त्यही भएर न त्यो म सबै कुरा म कहिले पनि नभन्ने हुन्छ र म सहिले एन्सर दिन्छु, तर एकछिन पहिला यो कुरा पढौँ अनि अर्को कुराको एन्सर त्यति बेला जति बेला त्यो सम्बन्ध टपिक आउँछ त्यति बेला म दिइहाल्छु है त। पेनफुल हुन्छ है, एकदम याद राख्नुपर्ने कुरा, स्टाई इज पेनफुल, अन्डरलाइन गरेर राख्नु, स्टाई इज पेनफुल भनेर है। ल, यति जानिसकेपछि वाटरबाट के भयो त? डब्लुबाट वाटर, डब्लुबाट वाटरिङ अफ आई हुन्छ। आँखाबाट धेरै आँसु बग्ने अथवा पानी बगेको बगै गर्ने जस्तो समस्याहरू देखिन्छ भने टीबाट, यहाँ टी वाटरको टिईबाट टेन्डरनेस, सर पिप भरिएको छ, टन टन छ, त्यही भएर छुने बित्तिकै दुख्छ। अघि त्यस्तो थिएन, अहिले चाहिँ यसमा के भयो त? टेन्डरनेस पनि, पेन भएको भएर के पनि भयो त? टेन्डरनेस। अघिकोमा दुईटा क्लिनिकल फिचर थपे र एउटा यो के बुझियो, एक डिस्कम्फर्टमा पेन पनि छ, एकदम पेनफुल छ, पेनफुल पनि छ, वाटरिङ अफ आई हुन्छ र टेन्डरनेस पनि हुन्छ है। वाटरिङ अफ आई हुन्छ र टेन्डरनेस पनि हुन्छ है त, टेन्डरनेस पनि हुन्छ। बुझियो है? आरइडी रेड, डब्लुएटिआर रेडनेस हुन्छ, इडेमा हुन्छ, डिस्कम्फर्ट हुन्छ, वाटरिङ अफ आई हुन्छ र टेन्डरनेस हुन्छ। के कन्फ्युजन छ क्लिनिकल फिचरमा है? किनभने पाकेको छ, पाकेको भएर दुख्छ पनि, पस फिल्ड भएको भएर दुख्छ पनि, पेनफुल पनि हुन्छ र टेन्डरनेस पनि हुन्छ। दुईटा क्लिनिकल फिचर सम्झिन पर्यो। ल, भयो?
के म्यानेजमेन्ट गर्न सकिन्छ सर? म्यानेजमेन्ट केही गर्न सकिनु पर्ने हो नि त भन्यो भने यसको ट्रिटमेन्ट पार्ट के गर्न सकिन्छ भन्यो भने पिपले भरिएको छ, त्यही भएर यसलाई सेक्नुपर्छ भनेर भन्छौँ हामी कमन केसमा होइन। गाउँघरतिर त ढुङ्गालाई तातो बनाएर कपडामा बेडेर सेकिरा हुन्छ। हाम्रो नर्मल गाउँ सहरमा बस्ने मान्छेले टालोलाई भिजाएर टालो निचारेर त्यसले सेकिरा हुन्छ भने सेक्नुपर्छ। त्यही भएर सेक्नुपर्छ भनेको त्यसलाई वार्म गर्नुपर्छ भनेर पढ्छौँ हामी। त्यही भएर यसको नेमोनिक्स नै मैले के बनाइदिएँ त, वार्म गर्नुपर्छ भनेर बनाइदिएँ है। सजिलो भयो पढ्नको लागि। स्टाई भयो भने के गर्ने, वार्म गर्ने। डब्लुबाट के भयो त, वार्म अथवा हट फोमेन्टेसन, वार्मिङ गर्ने। त्यसलाई के गर्ने त हामीले भन्छौँ भन्दाखेरि वार्म गर्ने, सेक्ने भनेर, वार्म कम्प्रेसन गर्ने भनेर भन्छौँ होइन। वार्म कम्प्रेसन गर्ने, दिनको 10 देखि 15 मिनट एक टाइममा 4 देखि 5 टाइम लगातार 10 मिनटसम्म सेकिराख्ने। किनभने त्यो पिप आफै बिस्तारै तिम्रो चाहिँ के हुन्छ त, ड्रेनेज हुँदै लिम्फेटिक ड्रेन हुँदै आफै त्यो आफ्नो साइड लाग्छ, बिस्तारै भलाउँदै जान्छ। त्यसको लागि एन्टिबायोटिक खाइहाल्न पर्छ। सुरुवाती सानो पिप छ, सानो डल्लो छ भने खाइहाल्न पर्दैन। सेकाइले पनि त्यसलाई के गर्न सक्छ, सुकाउन सक्छ। वार्म कम्प्रेसन गर्नुपर्छ, कोल्ड होइन वार्म। किनभने पिप भरिएको छ, पिपलाई जहिले पनि डिस्पोज गर्नु छ भने वार्मले सेक्न पर्छ। ठिक छ। एबाट सर ब्याक्टेरिया हो, त्यही भएर ब्याक्टेरिया नष्ट गर्नको लागि म के दिन्छु, एन्टिबायोटिक्स दिन्छु। धेरै सिरियस कन्डिसन छ भने ओरल फर्ममा दिन्छु, छैन भने म के गर्छु त, ओइन्टमेन्ट फर्ममा अथवा झोल फर्ममा आँखामा हाल्न लगाउँछु। एबाट के दिन्छु, ब्याक्टेरिया नष्ट गर्नको लागि एन्टिबायोटिक्स दिन्छु। आरबाट बिरामीलाई धेरै हिन्डुल नगर्नु भन्छु, रेस्ट गर्न भन्छु। के भन्छु, रेस्ट गर्न भन्छु, रेस्ट गर्न भन्छु है। र एमबाट स्लाइटली मसाज गर्नु भनेर भन्छु। किनभने त्यहाँ पिपको डल्लो भएको छ, त्यो पिपको डल्लोलाई यसरी बिस्तारै बिस्तारै साइडबाट यसरी यसरी चलाउनु भयो भने त्यो यताउति फैलिन्छ, त्यो ड्रेनेज हुँदै जान्छ। हाम्रो शरीरको एउटा राम्रो मेकानिजम भनेको, हाम्रो शरीरमा विभिन्न राक्षसहरू छन्, त्यो राक्षसले त्यो त्यो पिपलाई खाइदिएर सुकाएर हामीलाई मद्दत गर्छ घाउ भलाउनमा है। त्यही भएर हल्का हल्का मसाज पनि गर्नु भन्छु। सर दुखाइ भयो भने म एबाट एनाल्जेसिक्स पनि थप्छु यसमा चाहिँ है। दुखाइ भयो भने म एबाट एनाल्जेसिक्सहरू पनि थप्छु है। किटोरोल्याक भन्ने झोलहरू कमनली दिँदा हुन्छ। हामीले कुन कन्डिसनमा दिँदा राम्रो रहेछ, कन्जङ्टिभाइटिसमा दिएर केही फाइदा छ किटोरोल्याक? छैन। कुन कन्डिसनमा रहेछ, स्टाइमा। दुखाइ जहाँ दुखाइ त्यहाँ एनाल्जेसिक्स दिनु पर्यो। त्यही भएर म के गर्छु त, एनाल्जेसिक्सहरू पनि बिरामीलाई दिन्छु। ल त्यसपछि अब थाहा पाउनु पर्ने, यति गर्दा पनि भएन, एकदम ठुलो खालको घाउ रहेछ भने त्यो कन्डिसनमा के गर्छु त, आइएनडी, इन्सिजन एन्ड ड्रेनेज गर्छु। एकदम लार्ज खालको छ, एकदम सिरियस कन्डिसन भयो, सिभियर कन्डिसन भयो, ठुलो भयो भने त्यो कन्डिसनमा अन्तिममा म के गर्छु त, आइएनडी गर्छु है। के गर्छु त, आइएनडी गर्छु है त। ल दिस इज अल अबाउट द ट्रिटमेन्ट अफ के भन्छौँ त हामी भन्दाखेरि स्टाई है। त्यही भएर स्टाई भनेको एक प्रकारको पिप भरिएको इन्फेक्सन हो ग्ल्यान्ड अफ जिजमा। कजेटिभ अर्गानिजम स्टाफाइलोकोकस हुन्छ। कारणहरू, क्लिनिकल फिचरहरू के हुनसक्छ भन्यो भने, क्लिनिकल फिचरहरू रेड वाटर हुनसक्छ। त्यसपछि के गर्न सकिन्छ भन्यो भने वार्म गर्न सकिन्छ। अन्तिममा भएन भने आइएनडी गर्न सकिन्छ। ल सार्नु त। आइएनडीको मिनिङ इन्सिजन एन्ड ड्रेनेज, चिरा पारेर त्यो पिपलाई बाहिर निकालेर फालिदिने, ड्रेन गरिदिने। ल मेडिसिनमा सिप्रोफ्लोक्सासिन कमनली दिन्छौँ साथी। आँखामा एकदम सेफेस्ट मान्ने भनेकै हामीले सिप्रोफ्लोक्सासिन हो मेनली है त। भयो स्टाईको बारेमा भयो। ल एकदम रिकरेन्ट हुनसक्छ। किनभने तिम्रो कस्तो हुन्छ भन्दाखेरि, अब सर इपिलेसन गऱ्यो भने त बर्बाद भइगयो नि राजन। इपिलेसन गऱ्यो भने के हुन्छ, इपिलेसन भनेको आँखी भाउ निकालेर फालिदिने। तिमीले निकालेर फाल्यो भने त्यहाँ झन् खत बस्छ, त्यहाँ खत बस्यो भने झन् ब्याक्टेरिया आएर बस्छ, झन् ठुलो हुनसक्छ। त्यही भएर सिम्पल वार्म र आइएनडी गर्छौँ भनेर भन्ने, इन्सिजन एन्ड ड्रेनेज गर्छौँ भनेर भन्ने।
ल ओरल कि ट्याब्लेट, ओरल र ट्याब्लेट केही पनि, ओरल र ट्याब्लेट भनेको एउटै हो साथी, ओरल र ट्याब्लेट भने एउटै हो। ओरल भनेकै ट्याब्लेट फर्ममा खाना दिनु हो, सुरुमा ड्रप दिन्छौँ, भएन भने चाहिँ हामी के गर्छौँ त, के गर्छौँ के अरे ट्याब्लेट फर्ममा दिन्छौँ है त। मिल्दैन साथी, सर्ट टर्मलाई दिने हो, हुँदै भएन भने 14 डेजदेखि हामी 21 डेजसम्म लम्ब्याउन मिल्छ, त्यत्रो लामोसम्म कुनै पनि दिन मिल्दैन। हेर्ने त्यसपछि अरू कुनै कन्डिसन कज हो कि भनेर आइडेन्टिफाई गर्नुपर्छ, भएन भने आइएनडी गर्नुपर्छ। वार्म कम्प्रेसन यति नै भन्ने होइन बबिता, दिनमा 4 देखि 5 टाइम गर्न, 5 देखि 6 टाइम भन्छौँ हामी, अब आइडियली युजली 10 to 15 मिनट्स चाहिँ कन्टिन्युस गर्नुपर्छ गरेपछि भनेर भन्छौँ है त। ल ल नेक्स्ट डिजिज है, स्टाई पढिसकेपछि अब हामीले नेक्स्ट एकदम कमनली सुनेको है, अर्को एकदम कमन डिजिज भनेको क्यालाजियन है, क्यालाजियन च्यालाजियन के भन्ने गर्नुभएको छ, क्यालाजियन है। स्टाई पढिसकेपछि नेक्स्ट अर्को पढ्ने डिजिज भनेको क्यालाजियन हो। जसरी स्टाई कुन भागमा थियो, जसरी स्टाई कुन ग्ल्यान्डमा अब्स्ट्रक्सन भयो, कुन ग्ल्यान्डको इन्फ्लामेसन भयो, कुन ग्ल्यान्डमा इन्फेक्सन भयो, स्टाई भनेको कुनमा भयो त, ग्ल्यान्ड अफ जिजमा भयो। त्यस्तै गरेर मेरो आइलिड यो जुन छ, यो आइलिडको भित्रपट्टि एउटा विशेष किसिमको ग्रन्थि छ जसले मेरो टियरलाई सुक्न दिँदैन, जसले मेरो टियरलाई भिजाएर राखेको छ, त्यो ग्रन्थि मिल्छ मिल्छ मिल्छ, सबैमा मिल्छ ऋतु। ल क्यालाजियन भनेको जुन मिबोमियन ग्रन्थि भन्ने हुन्छ हाम्रो, मैले पढाइसकेको छु अस्ति भर्खर, यो आइलिडको भित्रपट्टिको विशेष किसिमको ग्रन्थिलाई मिबोमियन ग्रन्थि भन्छौँ। यदि यो ग्रन्थिको इन्फ्लामेसन भयो भने त्यस्तो कन्डिसनको गाँठोलाई हामी के भन्छौँ, क्यालाजियोन भनेर भन्छौँ। के भन्छौँ, क्यालाजियोन भनेर भन्छौँ। आनन पनि भनेर आउँछ नेपालीमा कतिपयले होइन, अब त्यो ठ्याक्कै त्यही त हुँदैन, जस त्यही फर्मेटमा क्यालाजियोन भनेर भन्छ। क्यालाजियोन भनेको के भयो त, इट इज अ इन्फ्लामेसन अफ है, क्यालाजियोन हजुर म अहिले आउँछु सर एकछिनमा। ल क्यालाजियोन भन्यो भने लेख्नु त, इट इज अ बिस्तारै स्लोली ग्रोइङ, बिस्तारै ठुलो ठुलो हुँदै जान्छ, इट इज अ स्लोली ग्रोइङ, इट इज अ स्लोली ग्रोइङ है, पेनलेस, slowly growing, painless inflammation of meibomian ग्रन्थि, मिबोमियन ग्ल्यान्ड है। इक्जाममा हामीलाई सोध्ने भनेको क्यालाजियोन कुन ग्रन्थीको इन्फ्लामेसन हो, मिबोमियन ग्रन्थीको इन्फ्लामेसन हो, कुन ग्रन्थीको इन्फ्लामेसन हो, मिबोमियन ग्रन्थीको इन्फ्लामेसन हो, र यसमा दुखाइ हुँदैन। फेरि याद राख्नु, स्टाई र क्यालाजियोनको फरक के हो, स्टाई कुन ग्रन्थीको इन्फ्लामेसन हो, स्टाई स्टाई ग्ल्यान्ड अफ जिजको के हो त, इन्फ्लामेसन हो। क्यालाजियोन कुन ग्ल्यान्डको अब्स्ट्रक्सन हो, इन्फ्लामेसन हो, मिबोमियन ग्ल्यान्डको इन्फ्लामेसन हो। स्टाई पेनफुल छ, क्यालाजियोन पेनफुल छैन। अहिलेसम्म हामी पढेको सबै डिजिज पेनफुल छैन, तर स्टाई मात्रै पेनफुल छ है। स्लोली ग्रोइङ पेनलेस इन्फ्लामेसन अफ मिबोमियन ग्रन्थि, अफ के भन्नु पर्यो त, मिबोमियन ग्रन्थि। हामीलाई कमनली इक्जाममा क्यालाजियोन भनेर छुट्टै पढ्न त पर्दैन, डेफिनेसन दिन्छ अनि के हो भनेर सोध्छ हामीलाई, त्यही भएर यसको कन्डिसन चाहिँ क्यालाजियोन हुन्छ। यसको कजिटिभ अर्ग्यानिजम पनि लगभग त्यस्तै पाक्यो भने स्टाफाइलोकोकस औरियस नै गराउँछ। युजली यो पेनलेस हो, आफै मिबोमियन ग्ल्यान्ड बन्द भएर क्यालाजियोन हुने हो, त्यही भएर एक्ज्याक्ट यही कज हुन्छ भन्ने छैन। तर यसले चाहिँ के गराउँछ त, आयो भने दाना जस्तो आँखाको माथिपट्टि टक्क टुप्लुक्क आउँछ, र यो पेन चाहिँ हुँदैन, यसमा पेन चाहिँ हुँदैन। त्यही भएर यसको क्लिनिकल फिचर पनि सेम नै हो, यसको क्लिनिकल फिचर पनि स्टाई जस्तै सेम नै हो, तर यसमा पेन हुँदैन। यसमा पेन नहुने भएको भएर टेन्डरनेस पनि त्यस्तो हुँदैन। बाँकी सबै सेम, आरइडी रेड वाटर सेम नै भयो। यसमा दुईवटा कुरा भन्नु भएन, डिस्कम्फर्ट त हुन्छ तर डिस्कम्फर्टमा पेन चाहिँ हुँदैन, र वाटर हुन्छ, टेन्डरनेस चाहिँ हुँदैन। वाटरिङ अफ आई चाहिँ हुन्छ, टेन्डरनेस चाहिँ हुँदैन। अनि म्यानेजमेन्ट पनि सेम त्यही भयो, वार्म गर्ने, अब पाकेकै छ भने आइएनडी गर्न मिल्यो है, पाकेकै छ भने के गर्न मिल्यो, आइएनडी गर्न मिल्यो। सेम त्यही प्रोसेस हो, त्यही भएर यसमा चाहिँ के गर्न सकिन्छ भन्यो भने है, वार्म गर्न मिल्यो, वार्म सँगसँगै यसमा के गर्न मिल्यो त, आइएनडी पनि गर्न मिल्यो। यसमा चाहिँ मेन वार्मिङले नै ठिक हुन्छ, यो सेकेरै ठिक हुन्छ, यसलाई खासै औषधि दिइराख्न पर्दैन, किनभने युजली पाकेको हुँदैन, त्यही भएर वार्मिङ नै गर्छौँ हामी है। ल वार्मिङ कति गर्न मिल्छ भन्ने कुरा, तिम्रो पेट कति दुखिरहेको छ, कतिचोटि पात्ता भट ब्यागले सेक्छौ, तिम्रो अनुसार कुरा गर्ने हो। त्यो चाहिँ तिम्रो फाइबर्सले कतिको एडप्ट गरिरहेको छ भन्ने। युजली हामी 5 to 6 टाइम, 4 to 5 टाइम दिनमा गरेको राम्रो भनेर भन्छौँ। आइडियली 5 to 6 टाइम हामी कन्टिन्युस गरेर 10 देखि 15 मिनट गर्नु, कोही बिरामीले पनि गर्दैन। भनेको बाफ लिनु भने चाहिँ कहिले लिनुहुन्छ, एक दुईजना होला बाफ लिन्छु भने, कोही पनि मान्दैन। त्यही भएर यति टाइम नै भन्ने हुँदैन, युजली आफूलाई कतिको इम्प्रुभमेन्ट भइरहेछ त्यो अनुसार थप्ने हो। 10 देखि 15 मिनट कन्टिन्युससम्म गर्नुपर्छ, र कम्तीमा 5 to 6 टाइम्स दिनमा गरेको राम्रो मान्छौँ। यति नै हुन्छ भन्ने चाहिँ हुँदैन, यो यति रोज खाऊ भने जस्तो चाहिँ होइन है, सेक्ने भनेर भन्छ है। अब तिमीलाई फिजिबल भएको टाइममा दिनको 3 टाइम 4 टाइम 5 टाइम 6 टाइम सेक्ने। नमिल्ने भन्ने केही पनि हुँदैन अनिसा, तातो कुरा छुनु पो भएन त, मनतातो पानीले छुँदा केही पनि फरक पर्छ, तिमीले त ट्रिटमेन्ट चाँडो गर्नु छ है। अनि
अब यसको हाम्रो ट्रिटमेन्ट पनि सेम भयो। आइएनडी गर्ने लास्टमा पाकेकै रहेछ भने आइएनडी नै गर्ने, युजली पाकेको हुँदैन, वार्म गरे पुग्छ। यसमा पनि डब्लु वार्म मात्रै गरे पुग्छ। अनि क्यालाजियोनलाई आई छ क्यालाजियोनमा, त्यही भएर यहाँनिर अर्को इक्जाममा कन्फ्युजन गर्न सक्छ। इट इज अल्सो कल्ड इन्टर्नल हर्डियोलम। अघि हामीले स्टाइलाई हामीले के भनेको थियौँ, स्टाइलाई एक्सटर्नल भनेको थियौँ, त्यही भएर क्यालाजियोन भन्यो भने चाहिँ इन्टर्नल हर्डियोलम है। इक्जाममा कन्फ्युज नहोस्, कुन ग्रन्थीको इन्फ्लामेसन हो, मिबोमियन ग्रन्थीको इन्फ्लामेसन हो। यसलाई के पनि भनिन्छ, इन्टर्नल हर्डियोलम पनि भनिन्छ। यसलाई के पनि भनिन्छ, इन्टर्नल हर्डियोलम पनि भनिन्छ। बुझ्यो है। हाम्रो सिलेबसमा क्यालाजियनको डेफिनेसन मात्र भन्दैन भनेको छ, तर हामीले सेम त्यही हो, इक्जाममा सोधिहाल्यो भने पनि क्लिनिकल फिचर र ट्रिटमेन्ट त्यही नै हो। अब्स्ट्रक्सन कुन ग्रन्थीको इम्पोर्टेन्ट छ, उसमा चाहिँ जिजको इन्फ्लामेसन थियो, यसमा चाहिँ मिबोमियन ग्ल्यान्डको इन्फ्लामेसन छ, र यसमा दुखाइ हुँदैन, उता दुखाइ हुन्छ, यति चाहिँ जान्न पर्यो है त। यसलाई इन्टर्नल हर्डियोलम भन्छ, उसलाई चाहिँ के भन्थ्यो त, पाकेको पुक्क पुगेको देखिन्थ्यो, एक्सटर्नल हर्डियोलम भन्थ्यो। भयो, क्लियर भयो। मनिताले के क्वेसन सोध्यो, सर कुनमा हट कम्प्रेसन गर्ने र कुनमा कोल्ड कम्प्रेसन गर्ने? जुन ठाउँमा पाकेको छ, जुन ठाउँमा पाक्न सक्छ, त्यो ठाउँमा हट कम्प्रेसन गर। जुन ठाउँमा पाकेको छैन, चिलाउने बढी समस्या छ, आइटिस जस्तो समस्या मात्रै छ, कन्जङ्टिभाइटिस भन्छौँ हामी, अथवा हामी पछि पढ्दाखेरि अथवा हामी के पर्छ, ट्रकोमा पढ्छौँ, त्यस्तो कन्डिसनहरूमा आइटिस जुनमा छ, जुनमा सुन्निने मात्र कुरा छ, पाक्ने कुरा त्यस्तो रोल छैन भने त्यसमा कोल्ड कम्प्रेसन गर्छौँ। आँखाको केसमा भने, हाम्रो शरीरको केसमा चाहिँ चोटपटक लाग्यो भने पहिलो 72 आवर्स चाहिँ कोल्ड कम्प्रेसन गर भन्छौँ भने त्यसपछि चाहिँ वार्म कम्प्रेसन गर भनेर भन्छौँ है त। ल भयो, यो भयो। सेम त्यही क्लिनिकल फिचर पनि त्यही हो, खालि यसमा टेन्डरनेस र हुँदैन भनेर। आइएनडी हुँदैन भन्ने होइन, इन केस भनेर लेख, सिभियर भयो, पस फिल्ड भयो, पाकेको खण्डमा आइएनडी गर्छौँ भनेर लेख है, पाकेको खण्डमा आइएनडी गर्छौँ भनेर लेख। भयो। सर कजेज भनिदिनु न भन्नु भने, यसको कजेज यही हुन्छ भन्ने छैन। ब्याक्टेरियाले गरायो भने स्टाफाइलोकोकसहरूले गराउँछ, त्यो ग्रन्थि अब्स्ट्रक्सन भयो, किन भयो, तिमीले अनावश्यक मेकअपहरू दल्यो, त्यो मेकअपले गर्दा पातुलो लेयर भयो, त्यो त्यहाँनिर ब्लक भइदियो, त्यो निस्किने बाटो ब्लक भयो, अनि त्यहाँनिर टुटुल्को उठ्दियो है। त्यस्तै गरेर तिम्रो चाहिँ अब के भयो भन्दाखेरि चाहिँ फोहोर कुराहरू भयो, फोहोर भयो, तिमी राम्रोसँग फेस वास गर्दैनौ, तिम्रो यहाँनिर आएर दिनभरि तिमी डुलेर आछौ, धुलोले पुरै ढाकिदियो, डुलेर ढाकिदियो भने त्यो ग्ल्यान्डको मुख बन्द भयो, त्यति बेला अनि टुटुल्को आयो, द्याट कन्डिसन इज कल क्यालाजिन। त्यही भएर यही हुन्छ, पोर हाइजिनले पनि हुनसक्छ, पोर कस्मेटिक चोइस, कस्मेटिक प्रोडक्ट्सहरू राम्रो भएन, नराम्रो खालको पर्यो, चप्के गर्ने खालको भयो, त्यसले हुनसक्छ, ब्याक्टेरियाले हुनसक्छ भनेर भन्न चाहिँ पाइयो, तिमीलाई लेख्ने मन छ भने। नत्र भने यही नै हुन्छ, अरू जस्तो स्योर सर्ट यही हुन्छ भन्ने चाहिँ हुँदैन है त। क्लिनिकल फिचर बुझेन, सेम अघिकै क्लिनिकल फिचर सुन यहाँ, आरइडी रेड वाटर, आरबाट रेडनेस, ईबाट इडीमा, डीबाट डिस्कम्फर्ट, डिस्कम्फर्टमा पेन हुँदैन, इचिङ बर्निङ सेन्सेसनहरू हुन्छ। त्यसपछि वाटरिङ अफ आई, वाटरबाट वाटरिङ अफ आई हुन्छ, यसमा टेन्डरनेस चाहिँ हुँदैन, बाँकी सबै हुन्छ। मैले के फरक भने त, त्यसो भए भनिदिनु नि त ल भन्यो भने, मैले दुईवटा कुरा गरेँ, एउटा स्टाईको कुरा गरेँ अहिले, ल सर्टमा मैले एकदम सर्टमा एउटा क्यालाजियनको कुरा गरेँ, ल हेर्नु है त। यो कुन ग्रन्थीको अब्स्ट्रक्सन, यो कुन ग्रन्थीको इन्फ्लामेसन, यो कुन ग्रन्थीको इन्फ्लामेसन, जीजको इन्फ्लामेसन। कुन ग्रन्थीको इन्फ्लामेसन, जीजको। यो कुन ग्रन्थीको इन्फ्लामेसन, मिबोमियन ग्रन्थीको इन्फ्लामेसन। एउटा त यो भयो। यसमा यसको क्लिनिकल फिचर के हो, यसको क्लिनिकल फिचर सर आरइडी रेड वाटर थियो, आरबाट रेडनेस, ईबाट इडीमा, डीबाट डिस्कम्फर्ट, डिस्कम्फर्टमा मेनली के हुन्थ्यो, पेन हुन्थ्यो भने यहाँ पनि आरइडी रेड नै हो, तर डिस्कम्फर्टमा पेन हुँदैन, ठिक छ। त्यसपछि वाटर भनेको वाटरिङ अफ आई, यहाँ पनि वाटर हुन्छ, वाटरिङ अफ आई हुन्छ, तर टीबाट टेन्डरनेस पनि भन्नुभएको थियो, यसमा पेन भयो भने पो टेन्डरनेस हुन्छ, यसमा पेनै छैन, त्यही भएर टेन्डरनेस पनि हुँदैन। सेम त छ नि, के फरक छ, खालि दुईवटा शब्द मात्र चेन्ज गर्ने हो। त्यसपछि अर्को कुरा मैले के गरेँ, ट्रिटमेन्ट पार्ट पनि सेम नै हो, ट्रिटमेन्ट पार्ट पनि सेम नै हो। यसमा चाहिँ वार्म भनेर पढाएको थियौँ, यसमा पनि वार्म नै गर्ने हो, तर यसमा ब्याक्टेरियाले मुख्य भूमिका खेल्ने भएको भएर एन्टिबायोटिकको रोल छ भने यसमा सेकाइको मेन रोल छ, सेकाइले सबैभन्दा ठुलो पार्ट हो भनेर भन्छौँ, सक्यो, यति हो। स्टाइलाई एक्सटर्नल हर्डियोलम भन्छ भने यसलाई इन्टर्नल हर्डियोलम भन्छ। बुझ्यो अब, उही कुरा हो, अलिकता मात्र चेन्ज हो, एक्सटर्नल इन्टर्नल। पेन र टेन्डरनेस हुन्छ, पेन र टेन्डरनेस युजली हुँदैन। अरू जिजको इन्फ्लामेसन हो, मिबोमियन ग्रन्थीको इन्फ्लामेसन हो, यति तिनवटा शब्द जान्नुपर्ने हो, भयो।
अझै कन्फ्युजन छ? अगाडि बढौँ है, अब यसमा नअल्झिउँ प्लिज। भयो है? ल, अब त्यसो भए अर्को हामीले कमनली पढ्ने डिजिज भनेको ब्लिफेराइटिसको बारेमा है। अर्को कमनली पढ्ने हामीले डिजिज भनेको ब्लिफेराइटिस है। ब्लिफेराइटिसको बारेमा पढौँ। ब्लिफेराइटिस, ल, ब्लिफेराइटिस भन्ने बित्तिकै आँखाको आँखाको जुन यो माथिको यो कभरिङ ढकनी छ, आँखाको ढकनीलाई हामी के भन्छौँ? आई लिड भन्छौँ। कुनै कारणवश आँखाको माथिको यो ढकनी सुनियो भने त्यो कन्डिसनलाई ब्लिफेराइटिस भनिन्छ। भनेपछि इट इज अ इन्फ्लामेसन अफ आई लिड है। इन्फ्लामेसन अफ, यसलाई के भन्यौँ त? इन्फ्लामेसन अफ, इट इज अ इन्फ्लामेसन अफ आइलिड। आँखाको माथिको भाग सुन्निन्छ, त्यही भएर यसमा हामीले के भन्यौँ त? इट इज अ इन्फ्लामेसन अफ आइलिड भनेर भन्यौँ। आँखाको माथिपट्टिको ढकनी सुन्नियो, आइलिड सुन्नियो भनेर भन्यौँ है। इन्फ्लामेसन अफ आइलिड भनेर भन्यौँ। कजेस के हुनसक्छ सर भन्यो भने यो पनि सेम हो, ब्याक्टेरियाले गराउन सक्छ है। ब्याक्टेरियाले गराउन सक्छ। एकदम तिम्रो एलर्जिकहरू कुनै कुराहरू तिमीले छोयो अनि आँखामा छोयो भने त्यो भाग एकदम चिलाउन सक्छ। त्यस्तै गरेर नेचुरल कन्डिसनमा सिबोरिक डर्माटाइटिस, डर्माटाइटिसमा एक प्रकारको डर्माटाइटिस हुन्छ, छालामा कत्लाहरू आउँछ, ड्यान्ड्रफ जस्तो आउँछ, त्यसलाई सिबोरिक डर्माटाइटिस भन्छौँ। त्यो कारणले हुनसक्छ। विभिन्न कारणमध्ये मोस्ट कमन इज एलर्जिक, ब्याक्टेरियलहरू एकदम कमनली भइरहन्छ है। इन्फ्लामेसन अफ आई लिड, आँखाको लिड, आँखाको माथिको ढकनी सुन्निन्छ। एक्युट पनि हुनसक्छ, क्रोनिक बिस्तारै पनि हुनसक्छ, एकैचोटि पनि सुनिन सक्छ। यो माथिको ढकनी यो भाग सुनियो भने, भित्रपट्टि सुनियो भने कन्जङ्टिभाइटिस भएको थियो, बाहिरपट्टिको यो बाहिरको पत्र सुनियो भने यसलाई हामी के भन्छौँ? ब्लिफेराइटिस भनेर भन्छौँ। यसलाई हामी के भन्छौँ? ब्लिफेराइटिस भन्छौँ। यसको क्लिनिकल फिचर के होला सर है? तिमीले फोहोर कुरा छोएर आयो, तिम्रो त्यो भाग सुनिन थाल्यो, चिलाउँदा चिलाउँदै सुनिन थाल्यो है। भनेपछि क्लिनिकल फिचर के गर्न सकिन्छ? यसमा पनि आरइडी रेड नै हुन्छ। यसमा पनि क्लिनिकल फिचर के हुन्छ? आरइडी रेड। सम्झिन सजिलो भयो, जहाँ पनि रेड रेड आइरहेको छ, त्यही भएर अलिकता मात्र चेन्जेस हुन्छ, बाँकी सबै कुरा सेम। आरबाट रेडनेस हुन्छ, रातो हुन्छ। ईबाट इडेमा नै हुन्छ, सुन्निन्छ भनेपछि इडेमा भयो। डीबाट डिस्कम्फर्ट हुन्छ, डीबाट डिस्कम्फर्ट हुन्छ। डिस्कम्फर्टमा चिलाउँछ, बर्निङ सेन्सेसन हुन्छ। यसमा पनि पेन युजल्ली हुँदैन, पेन युजल्ली एकदम नो, नेगेटिभ, प्लस माइनस हुन पनि सक्छ, नहुन पनि सक्छ, युजल्ली हुँदैन है। स्टाइमा मात्रै पेन पडिरहेछौँ, अरू भागमा अहिलेसम्म पढेकोमा कसैमा पनि पेन युजल्ली हुँदैन। र डीबाट यसमा एकदम जान्नुपर्ने कुरा, आँखाको यो भागमा कत्लाहरू आउँछ, चायाहरू परे जस्तो हुन्छ, त्यो कन्डिसनलाई ड्यान्ड्रफ लाइक भन्छौँ हामी। त्यही भएर डीबाट अर्को के हुन्छ? ड्यान्ड्रफ लाइक क्रस्टिङ, क्रस्ट पाप्राहरू निस्किन्छ, त्यसलाई ड्यान्ड्रफ लाइक क्रस्टिङ भनेर भन्छौँ। त्यसलाई हामी के भन्छौँ? ड्यान्ड्रफ लाइक क्रस्टिङ भनेर भन्छौँ। र पाक्न गयो भने पस पनि हुनसक्छ, पछि गएर पस, डीबाट पस ड्रेन पनि हुनसक्छ। डीबाट ड्रेन, के ड्रेन हुनसक्छ? पस ड्रेन। लेटर स्टेजमा चाहिँ यो पाकेर के हुनसक्छ? यसबाट पिप निस्किन सक्छ है। लेटर स्टेजमा पस पनि निस्किन सक्छ, तर अर्ली फेजमा चाहिँ पस निस्किँदैन। अर्ली फेजमा पाक्दैन, रातो हुन्छ, सुन्नेको हुन्छ, डिस्कम्फर्ट हुन्छ। र डीबाट अर्को एउटा शब्द थप्नु पऱ्यो यहाँनिर, ड्यान्ड्रफ लाइक क्रस्टिङ, पाप्राहरू निस्केको जस्तो हुन्छ। र लेटर स्टेजमा अर्को डीबाट डिस्चार्ज देखिन्छ। के को डिस्चार्ज हुन्छ? पसको डिस्चार्ज हुनसक्छ, नहुन पनि सक्छ, पछिको स्टेजमा, लेटर स्टेजमा भनेर पढ्नु पऱ्यो है त। ल, यति जानिसकेपछि यति जानिसकेपछि अब के गर्न सकिन्छ त? यसको ट्रिटमेन्ट पार्ट भन्यो भने यसको ट्रिटमेन्ट पार्टमा पनि है, यसको ट्रिटमेन्ट पार्टमा पनि जाम। यसको ट्रिटमेन्ट पार्टमा के गर्न सकिन्छ? यसको ट्रिटमेन्ट पार्टमा पनि एबिसिडी गर्न सकिन्छ है। यसको ट्रिटमेन्ट पार्टमा पनि के गर्न सकिन्छ? एबिसिडी गर्न सकिन्छ। एबाट एकदम धेरै चिलाइरहेछ, एकदम धेरै चिलाइरहेछ, त्यही भएर एलर्जीलाई एभोइड गर्ने, जे कुराले भइरहेछ त्यसलाई एभोइड गर्ने, एभोइड एलर्जेन्स, एलर्जेन्सलाई एभोइड गर्यो। अर्को के गर्न मिल्छ एबाट? अर्को के गर्न मिल्छ? एकदम धेरै चिलाइरहेछ, त्यही भएर कुन औषधि दिने हामी? एन्टी हिस्टामिनिक दिन्छौँ। कुन औषधि दिन्छौँ? नचिलाउने औषधि दिन्छौँ, एन्टी हिस्टामिनिक दिन्छौँ है। इक्जाममा औषधिको नाम मेन्सन गर्न पर्दैन। हाम्रो भ्रममा कसले के राखिदिएको छ भन्दा औषधिको नाम मेन्सन गर्न पर्छ। आउँछ लेख्नुहोस्, आउँदैन नलेख्नुहोस्, नाम लेखेर मार्क्स आउने होइन, क्लासिफिकेसन लेख्नुपर्छ, किन दिए लेख्नुपर्छ। मैले एन्टी हिस्टामिनिक दिएँ फर इचिङलाई, के को लागि? इचिङको लागि दिएँ भनेर लेख्न पर्यो, यसले मार्क्स आउने हो। कुनै कुनै जान्नै जरुरी छ। अब टाउको दुख्छ, प्यारासिटामोल दिन्छु, त्यो लेख्नै पर्यो, त्यसको डोज थाहा हुनै पर्यो। एजिथ्रोमाइसिन दिन्छु, डोज थाहा हुनै पर्यो। कमन औषधिको डोज थाहा हुन पर्छ, हाइफाई औषधिको नाम लेख्न पर्दैन। तिमीले यहाँनिर सेट्रिजिन लेख्यौ भने लिभो किन दिएनौ? लिभो सेट्रिजिन दिन पनि त मिल्थ्यो नि
होइन। कसैले त्यहाँ एलेग्रा लेखिदिन्छ, एलेग्रा नामै होइन, एलेग्रा भनेको त ब्रान्ड नेम हो, जेनेरिक नेम होइन, त्यही भएर जेनेरिक नेम सबैलाई आउँदैन, नलेखे पनि हुन्छ, क्लास चाहिँ लेख्न पर्छ। त्यही भएर मैले सर यो भनिदिनु न, त्यो डेली युजको आफ्नो प्र्याक्टिसको लागि भन्न पाइयो, तर यहाँनिर लेख्दाखेरि इक्जाममा चाहिँ तिमीले क्लास लेखिदिने, आउँछ भने एक लाइन लेखिदिने, आउँदैन भने के को लागि दियो चाहिँ लेखिदिनु पर्छ है। इचिङको लागि मैले के दिएँ, एन्टी हिस्टामिनिक दिएँ, एबाट यो दुईवटा दिएँ। बीबाट ब्याक्टेरियालाई नष्ट, ब्याक्टेरियाले हो भने ब्याक्टेरिया सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन होइन, सेकेन्डरी, अब चिलाउँदा चिलाउँदा त्यहाँ घाउ बनायो, तिमीले कोतार्यौ, त्यहाँबाट के भयो त सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन भयो, प्राइमरी त होइन, पछि गएर तिम्रो कारणले गर्दा कोतार्दा कोतार्दा त्यहाँ घाउ भयो भने सेफ साइडको लागि हामी के दिन्छौँ त एन्टिबायोटिक्स दिन्छौँ। ब्याक्टेरियाको सुरुमै ब्याक्टेरियाले असर गर्न पनि सक्छ, पछि गएर पनि गर्न सक्छ, त्यही भएर हामी सेफ साइडको लागि के दिन्छौँ, एन्टिबायोटिक्स दिन्छौँ। सीबाट इन्फ्लामेसन भइरहेछ, त्यसलाई कम गराउन पर्यो, त्यही भएर कर्टिको स्टेरोइड दिए। किन कर्टिको स्टेरोइड दिए, इन्फ्लामेसन भइरहेछ, त्यही भएर इन्फ्लामेसनलाई कम गराउनको लागि मैले के दिन्छु त कर्टिको स्टेरोइड दिन्छु होइन। त्यसपछि डीबाट ड्राई आई छ, ड्राई आई भएको भएर म यो केसमा के गर्छु त आर्टिफिसियल टियरहरू दिन्छु है। चिलाउँदा चिलाउँदा आँखा सुक्खा भयो, आर्टिफिसियल आर्टिफिसियल टियर दिन्छु, आर्टिफिसियल टियर है, आर्टिफिसियल के गर्छु त आर्टिफिसियल टियर युज गर्छु है। अब क्लिन वाटरले पखाल्छु, हात हाइजिन मेन्टेन गर्छु, यो गर्छु त्यो गर्छु, अरू कुराहरू पनि लेख्न मिल्यो है त। 10 पेज भरेर पनि मार्क्स आउँदैन साथी है, टु द पोइन्ट एन्सर हुनपर्छ, डेफिनेसन छुटाउनु हुँदैन, कजेज छ भने कजेज छुटाउनु हुँदैन, क्लिनिकल फिचर मेनली के इम्पोर्टेन्ट हो, यसमा इम्पोर्टेन्ट शब्द भनेको ड्यान्ड्रफ लाइक क्रस्टिङ हो, त्यही भएर मैले त्यसलाई फोकस गरेँ, त्यो छुटाउनु भएन, र ट्रिटमेन्ट पार्ट के हो त्यो छुटाउनु भएन। बाँकी कुरा लेख्ने मन लाग्छ जे पनि भर्न पाइन्छ, तर यति कुरा मेन चाहिँ हामीले हेर्न खोजेको के हुन्छ, कुनै कुनै डिजिजहरू, आईको डिजिज भयो, इयरको डिजिज भयो, थ्रोटको डिजिज भयो, अनि यो डिजिजहरू होइन, अरू बडीको डिजिजहरू छोटो हुन्छ, अर्थात् के कजेज हो के हो त्यति मात्र हो। अब मेनली लङ मेडिसिनको पार्ट जुन छ, मेडिसिनको पार्ट चाहिँ एकदम लामो हुन्छ है, त्यही भएर त्यो चाहिँ अलि लामो विस्तृत लेख्नुपर्छ, यसमा चाहिँ त्यस्तो केही पनि हुँदैन, यसको प्याथोफिजियोलोजी भन्ने लामो हुँदैन, त्यही भएर टु द पोइन्ट एन्सर लेख्ने सक्यो। र युजली क्वेसनमा यो सोद्धा पनि सोध्दैन, क्वेसनमा जहिले पनि सोध्ने तिनवटा क्वेसन हो, ट्रकोमा, अनि क्याट्र्याक्ट र ग्लकोमा, यो तिनवटा चाहिँ एकदम कमनली हामीलाई सोध्ने गर्छ, त्यसको हामी लामो 2 पेजकै लेख्छौँ है त, नहात्तिनु ल। के अरे आर्टिफिसियल टियर भनेको के हो सर, नर्मल आँसु, आँखा सुक्यो भने त आँसु त दिनमा 1 ml देखि 10 ml मात्रै बन्छ, त्यही भएर त्यस्तो कन्डिसनमा चाहिँ हामी बाहिरबाट आँसु जस्तो पदार्थ बनाएको हाल्छौँ, त्यसलाई आर्टिफिसियल टियर भन्छ, बजारमा एकदम सर्वत्र उपलब्ध छ, मिथाइल हाइड्रोक्जी मिथाइल सेलुलोज भनेर एकदम कमनली आइरहेको हुन्छन्, त्यो आर्टिफिसियल टियर भनेर बजारमा हुन्छ, हामीले यतिकै पनि हाल्न मिल्छ भन्छ नि, सुक्खा आँखा छ भने, पछि बुढेसकाल हुँदै गएपछि आँसु सुक्दै जान्छ, आँखा सुक्खा भयो भने के हुन्छ, कन्जङ्टिभाइटिसदेखि लिएर भयभरको रोग भइरहेछ, त्यही भएर त्यो नहोस् भन्नको लागि, आँखा भिजाइराख्नको लागि हामी आर्टिफिसियल टियरहरू दिन्छौँ। जहिले पनि रामबहादुर याद राख, जहिले पनि एन्टिबायोटिक आँखामा हो भने जहिले पनि ड्रपबाट सुरु गर्छौँ हामी, कुनै पनि कुरा दिनु पऱ्यो भने ड्रपबाट सुरु गर्छौँ, भएन भने मात्र ओरल फर्ममा जाने हो कहिले पनि है। हिलै भएन, कामै गर्न भने नि ओरल फर्ममा पनि दिनुपर्ने हुनसक्छ। भयो, बुझ्यो। अहिले त हामी छोटो छोटो टपिक पढ्दैछौँ, किनभने यो छोटो छोटो टपिक हामी एमसिक्युज पोइन्ट अफ भ्यूमा बढी इम्पोर्टेन्ट छ। कहिलेकाहीँ 2 नम्बर 3 नम्बरमा राइट सर्ट नोट अन स्टाई सोध्छ, अनि राइट द ट्रिटमेन्ट अफ ग्लकोमा भनिदिन्छ पछाडिपट्टि, त्यस्तो भयो भने चाहिँ त्यो अनुसारको लागि प्रिपेयर गरे मात्रै हो, सबैमा एउटै खालको छ, त्यही भएर सजिलो भयो। एकचोटि खर रिभिजन गरौँ तिनवटा अहिलेसम्म पढेको कुरा, मैले स्टाई भने है, त्यसपछि के भने मैले क्यालाजियन भने, त्यसपछि मैले ब्लिफेराइटिस भनेर भने हो, यति भने। यो इन्फ्लामेसन हो जिजको, यो इन्फ्लामेसन हो मिबोमियन ग्रन्थीको, यो भनेको के को इन्फ्लामेसन हो, यो भनेको आइलिडको इन्फ्लामेसन हो, यति कुरा गरेँ ठिक छ ल। त्यसपछि क्लिनिकल फिचर सबैमा, यसमा यसको मोस्ट कमन अर्गानिजम स्ट्याफाइलोकोकस हो भने यिनीहरूमा हुन पनि सक्छ नहुन पनि सक्छ, एउटा कुरा यो गरेँ। क्लिनिकल फिचर सबैमा रेड नै हो, सबैमा रेड नै हो, सबैमा रेड नै हो। यसमा चाहिँ डिस्कम्फर्टमा इचिङको साथसाथै के पनि हुन्छ अरे साथी, पेन पनि हुन्छ भनेर भने यिनीहरूमा पेन युजली पाइँदैन भने, यसमा डीबाट मैले के थपेँ त ड्यान्ड्रफ लाइक क्रस्टिङ पनि देखिन्छ, ड्यान्ड्रफ लाइक क्रस्टिङ देखिन्छ भने यसको ट्रिटमेन्ट पनि वाम हो, यसको ट्रिटमेन्ट पनि वाम हो, भएन भने आइएनडी गर्ने हो, यसको ट्रिटमेन्ट एबिसिडी हो, सक्यो। के कन्फ्युजन छ, यो तिनवटा मध्ये के कन्फ्युजन छ भने सोध्नु। बुझ्यो पार्वती, आर्टिफिसियल टियरको बारेमा बुझ्यो, रामबहादुर सर भयो, अनिसा बुझ्यौ ल।
अब ह्यान्ड हाइजिन तिमीले एक्स्ट्रा थप्ने मन लाग्छ भने ह्यान्ड हाइजिन गर्न मिल्छ, यो गर्न मिल्छ, त्यो गर्न मिल्छ, आँखामा हात नलग्ने होइन, ह्यान्ड वासिङ प्रोपर गर्ने, आफ्नो पर्सनल टावेलहरू युज गर्ने आँखा पुस्दाखेरि, यस्तो यस्तो कुराहरू भन्न मिलिहाल्यो। त्यो त आफूले गफ दिने कुराहरू त हो नि एन्सर लामो बनाउनलाई। तिमीले मैले त मेरो काम भनेको त टपिक बुझाइदिने हो होइन, एउटा जस 100 मार्क्समा 90 मार्क्स आउने बनाइदियो, 100मा 100 आउने मार्क्स त अलिकति आफूले पनि मेहनत केही थप्ने मन लाग्छ, कसैलाई मभन्दा बढी आउन सक्छ, त्यही भएर त्यो कुराहरू थप्न चाहिँ पायो, नथप्न मिल्ने भने यति कुरा चाहिँ छुटाउनु भएन भन्ने मात्रै हो मेरो उद्देश्य है त। ल यो डिजिज सकिसकेपछि अब हामीले अर्को एकदम कमनली पढ्ने डिजिज जो लङ क्वेसनमा सोध्न सक्ने राम्रो सम्भावना बोकेको डिजिज चाहिँ यो जेरोप्थ्याल्मिया र एमसिक्युजमा पनि एकदमै इम्पोर्टेन्ट डिजिज हो जेरोप्थ्याल्मिया है। जेरोप्थ्याल्मिया ल राइट, व्हाट इज डिफाइन जेरोप्थ्याल्मिया, व्हाट आर द clinical stages of xerophthalmia according to WHO and what is the treatment part of xerophthalmia भनेर सोधिन्छ, अथवा राइट द डोजेस अफ भाइटामिन ए इन जेरोप्थ्याल्मिया, अथवा हाउ मेनी डोज अफ भिटामिन ए इज गिभन इन जेरोप्थ्याल्मिया भनेर एमसिक्युजमा एकदम कमनली सोधिरहेको हुन्छ। अर्को भनेको जेरोप्थ्याल्मियाको WHO क्लासिफिकेसन चाहिँ एकदम एकदम मस्ट लाइकली हाइली इल टपिक हो, इभन मास्टर्स पिएचडी गर्दासम्म कोही कम्युनिटी मेडिसिनमा गर्दैछ भने त्यहाँसम्म सोध्ने क्वेसन हो। त्यही भएर जेरोप्थ्याल्मिया, जेरोप भनेको जहिले पनि ड्राई भनेर बुझ्छौँ, अप्थ्याल्मिया भनेको आँखा सुक्का हुने डिजिज हो अथवा ड्राई आई। जेरोप्थ्याल्मियाको एक्ज्याक्ट मिनिङ चाहिँ के हो त, ड्राई आई हो। आँखाको जति पनि समस्या छ त्यसमा प्राय ड्राई आई देखिन्छ नै है। त्यही भएर हामी के भन्छौँ त भन्दाखेरि अल, यसको डेफिनेसन, इट इज अल्सो कल्ड ड्राई आई, इट इज अल्सो कल्ड ड्राई आई भनिन्छ, इट इज अल्सो कल्ड ड्राई आई, इट इज अल अकुलर, म बुझाउँछु नआत्तिनु, पहिला मैले लेख्छु यहाँनिर है, म्यानिफेस्टेसन, अल अकुलर मेनिफेस्टेसन अफ आई भनेर भन्छ कि जेरोप्थ्याल्मियालाई। यो भनेको के हो त भन्दा सबै अकुलर भनेको आँखाको, मेनिफेस्ट सबै आँखाको क्लिनिकल फिचरमा ड्राई आई पर्छ, किनभने तिमीले चिलाउने बानी हुन्छ अनि यो एक्सपोज हुन्छ, सुक्का भइदिन्छ आँखा, भिज्छ आँखा, भिजेको आँखा तिमीले चिलाउँदा त्यो वाटर वास भएर तिम्रो आँखा सुक्का भइदिन्छ। त्यही भएर के भन्छ, जति पनि आँखाको मेनिफेस्टेसन प्रब्लम्सहरू छ त्यसमा ड्राई आई भन्ने समस्या, जेरोप्थ्याल्मिया भन्ने समस्या देखिन्छ। त्यही भएर तिमी प्रायः सबै केसमा चाहिँ तिमी आई ड्रपहरू दिइरहेको हुन्छौ भनेर हामीले भनिरहेको हुन्छ है। अब तिमीले के बुझ्नु पर्यो एक्जाममा भन्दा, ड्राई आई भनेर कुन रोगलाई चिनिन्छ, जेरोप्थ्याल्मियालाई चिनिन्छ है, जेरोप्थ्याल्मियालाई चिनिन्छ। युजली इट इज कज भन्यो भने भाइटामिन ए को डिफिसियन्सीले मस्ट कमनली हुने हो। त्यही भएर भाइटामिन ए सप्लिमेन्टेसनहरू गर्नुपर्छ र यसको डब्लुएचओले क्लिनिकल स्टेजिङ दिएको छ। डब्लुएचओको क्लासिफिकेसन सन् 1982 तिर डब्लुएचओले के गर्यो त, क्लासिफिकेसन गर्यो, क्लिनिकल क्लासिफिकेसन गर्यो सन् 1982 तिर, लेख्न परेन, थाहा पाइराख। डब्लुएचओ क्लासिफिकेसन अनुसार जेरोप्थ्याल्मियालाई दुईटा स्टेजमा बाँड्छौँ हामी, प्राइमरी साइन के हो, सेकेन्डरी साइन के हो, के देखिन्छ, अर्को चाहिँ के देखिन सक्छ, प्राइमरी साइन है। प्राइमरी साइन उसले के भन्छ, दुई भागमा बाँड्छ, एउटा प्राइमरी साइन भनेर बाँड्छ, अर्को उसले के भन्छ सेकेन्डरी साइन भनेर बाँड्छ। दुईटा साइन है, साइन प्राइमरी साइन र सेकेन्डरी साइन भनेर उसले दुई भागमा क्लासिफाई गर्यो जेरोप्थ्याल्मियालाई है। जेरोप्थ्याल्मिया इज अल्सो कल्ड ड्राई आई, यसलाई दुई भागमा बाँड्यो डब्लुएचओले, प्राइमरी साइन र सेकेन्डरी साइन। ल प्राइमरी साइन भन्ने बित्तिकै उसले क्लासिफाई गर्यो 1A 1B 2 3A र 3B गरेर उसले पाँचवटा क्लासिफिकेसन दियो प्राइमरी साइनमा है। अब हामीलाई एक्जाममा सोधिदिन्छ केराटोमालासिया कुन क्लासमा पर्छ, 1A 1B 3A 3B भनेर एक्जाममा सोधिदिन्छ। त्यस्तै गरेर कन्जङ्टाइभल जेरोसिस कुन भागमा सोधिदिन्छ भन्यो भने 1 कुनमा हो, एमा कि बीमा, 2 कुन हो, 3 कुन हो भनेर यसरी सोधिदिन्छ, त्यो हामीलाई थाहा पाउनु पर्यो। सेकेन्डरीमा उनले तीनटा राखेको छ, एक्सबाट जेरोप्थ्याल्मियाको एक्स के हुनसक्छ, एन हुनसक्छ, एस हुनसक्छ र एफ हुनसक्छ भन्छ। त्यही भएर एक्सएन, एक्सएस र एक्सएफ भनेर उसले तीनटा भाग राखेको छ सेकेन्डरीमा है। सेकेन्डरीमा एनएसएफ राखेको छ भने प्राइमरीमा पाँचवटा राखेको छ, जम्मा 8वटा साइन डब्लुएचओले हामीलाई भनेको छ। ठिक छ। सबभन्दा पहिला के भन्छ उसले भन्दा, सबभन्दा पहिला 1A मा सबभन्दा पहिला के हुन्छ अरे, कन्जङ्टाइभा सुक्छ अरे, त्यही भएर कन्जङ्टाइभल जेरोसिस हुन्छ अरे। त्यही भएर 1A मा के पर्छ भनेर सोध्यो भने एन्सर के हुनु पर्यो, कन्जङ्टाइभा सुक्छ, द्याट कन्डिसन इज कल्ड कन्जङ्टाइभल जेरोसिस। त्यसलाई हामी के भन्छौँ, कन्जङ्टाइभल जेरोसिस भनेर भन्छौँ है त। 1A के भयो त, कन्जङ्टाइभल जेरोसिस भयो, के भयो, कन्जङ्टाइभा सुक्यो। त्यही भएर इक्जाममा सोध्यो भने 1A मा के पर्छ भन्यो भने कन्जङ्टाइभल जेरोसिस भयो। ठिक छ। ल 1B मा अब के हुन्छ अरे, ठ्याक्क आँखामा के हो त,
स्पटहरू देखिन्छ, कटन वुल स्पट जस्तै स्पट देखिन्छ, द्याट स्पट इज कल्ड बिटर्स स्पट देखिन्छ अरे। यो स्पट्सलाई हामीले के भन्छौँ त, बिटर्स स्पट देखिन्छ अरे। आँखामा कुन स्पट देखिन्छ भन्यो भने आँखामा बिटर्स स्पट भनेर देखिन्छ। कुन स्पट देखिन्छ, ट्रायङ्गुलर आकारको सेतो सेतो पहेँलो पहेँलो होइन, कन्जङ्टाइभाको ठ्याक्क त्यो पार्टमा चाहिँ के देखिन्छ त, बिटर्स स्पट देखिन्छ अरे। पहिला चाहिँ सुकेपछि त्यो ठाउँमा चाहिँ स्पट सानो सानो धब्बाहरू देखियो होइन, एलोइस धब्बाहरू देखियो, द्याट कन्डिसन इज कल्ड बिटर्स स्पट भनेर भन्यो। के भन्यो त, बिटर्स स्पट। इक्जाममा सोध्छ बीबाट के आयो त, बिटर्स स्पट भनेर भन्यो है। अब कन्जङ्टाइभा सुकिसकेपछि कर्निया पनि के कम, अब म पनि सुक्छु भनेर अब के भइदिन्छ त, कर्निया पनि सुक्छ। त्यही भएर 2 मा चाहिँ कर्नियल जेरोसिस भन्छौँ। कर्निया, कन्जङ्टाइभा पहिला सुक्यो त्यसपछि कर्निया सुक्न थाल्यो। कन्जङ्टाइभाले जहिले पनि कर्नियालाई इरिटेट गर्छ कि आफूसँग अर्कोलाई पनि डुबाउँछ भने जस्तो। अब कर्निया पनि सुक्न थाल्यो, कर्नियल जेरोसिस भयो। कर्नियल सुक्का भयो, कर्निया सुक्का भएपछि फुट्न थाल्यो। कुनै पनि कुरा ब्रेक भयो भने त्यसलाई अल्सर भन्ने गर्छन्। त्यही भएर कर्निया सुक्का भएर फुटेपछि यो मेरो नानी आँखाको कालो भागी फुट्दै गएपछि के हुन्छ, अल्सर हुन थाल्छ। त्यही भएर 3 मा चाहिँ उसले अल्सरको कुरा गर्छ। अब यो मेरो कर्निया हो, कति फुट्यो भन्ने कुरा, यसलाई 3 भागमा बाँड्छौँ। यहाँदेखि यहाँसम्म 1 भाग, यहाँदेखि यहाँसम्म 2 भाग, यहाँदेखि यहाँसम्म 3 भाग। यदि यो 3 भाग मध्ये एक भाग जति मात्र फुटेको छ, अर्थात् लेस देन 1/3 पार्ट मात्रै छ भने, कर्नियल अल्सर छ भने त्यसलाई 3A मा राख्छौँ। होइन धेरै फुटेको छ, 2/3 भाग नै पुरै फुटेर अल्सर भएको छ, कर्नियल अल्सर भएको छ भने यो 3B मा राख्छौँ। यसलाई केराटोमालासिया पनि भनिन्छ। माला जसरी पुरै फुटेको छ सम्झ्यौ, केराटोमालासिया पनि भनिन्छ। त्यही भएर 3B लाई के भन्छ त, अल्सर। त अल्सर धेरै भयो, अल्सर 2/3 पार्टभन्दा बढी अल्सर छ भने त्यो कन्डिसनलाई केराटोमालासिया पनि भनिन्छ। के भनिन्छ, केराटोमालासिया। एकदम इम्पोर्टेन्ट छ, मैले बनाएको क्लासिफिकेसन होइन, बुझ्नु पर्यो। सबभन्दा सुरुमा कन्जङ्टाइभा सुक्छ, अनि कुन स्पट देखिन्छ, बिटट स्पट देखिन्छ। त्यसपछि कर्निया पनि के कम, कर्निया पनि सुक्छ। कर्निया सुकिसकेपछि फुट्न थाल्छ। कुनै पनि कुरा ब्रेक भयो भने त्यसलाई हामी के भन्छौँ, अल्सर भन्छौँ। फुट्यो भने कति फुट्यो, 1/3 भागभन्दा कम फुट्यो भने 3A, अब 1/3 पार्टभन्दा बढी फुट्यो अर्थात् 2/3 भाग जति फुट्यो भने त्यसलाई हामी के भन्छौँ, 3B भन्छौँ। र धेरै फुट्नुलाई हामी कर्नियल अल्सर, 2/3 भाग फुट्नुलाई हामीले मेडिकल भाषामा के पनि नाम राख्यौँ, केराटोमालासिया। त्यसलाई हामीले के पनि भन्यौँ, केराटोमालासिया। क्लियर भयो ल। भने यता सेकेन्डरी साइन के देखिन सक्छ भन्यो भने एनबाट नाइट ब्लाइन्डनेस हुनसक्छ। के हुनसक्छ, नाइट ब्लाइन्डनेस हुनसक्छ। अनि खत बस्न सक्छ, स्कारिङ हुनसक्छ। त्यसपछि फन्डसमा समस्याहरू देखिन सक्छ। पछाडिपट्टि आँखाको फन्डस भन्ने भाग अस्ति मैले भनिसकेको छु, त्यो पार्टमा पनि के हुनसक्छ, के भन्छ, जेरोप्थ्याल्मिक फन्डसहरू देखिन सक्छ, फन्डसमा चेन्जेसहरू देखिन सक्छ। त्यही भएर XF राख्यौँ। अप्थ्याल्मोस्कोपले जाँच गर्दाखेरि फन्डसमा समस्या भयो भने त्यसलाई हामी के भन्छौँ, XF क्याटेगोरीमा राख्छ है। ल अब यसमा जान्नुपर्ने, सर 3A 3B भनिदिनु न। 2 बुझ्यौ, 2 बुझ्यौ रितु। कर्निया सुक्यो, कर्निया सुकेपछि छाला सुकेपछि छाला के हुन थाल्छ, फुट्न थाल्छ नि, भ्यास्टिन लाउँछ नि, हो त्यस्तै हो। कर्निया सुकेपछि कर्निया फुट्न थाल्छ। कर्निया फुट्यो भने कति फुट्यो, अब यहाँ हेर त, यहाँदेखि यहाँसम्म मेरो कर्निया छ, यसलाई 3 भागमा बाँड्यौँ भने यदि 1 भाग मात्रै फुटेको छ भने त्यसलाई के भन्छौ, 3A मा राख्छौ। होइन धेरै फुटेको छ, 1 भागभन्दा बढी फुटेको छ, 2 वा 2 भन्दा बढी भाग फुटेको छ भने त्यसलाई हामी 3B मा राख्छौँ। र त्यो कन्डिसनलाई अब ओभरअल रूपमा कति धेरै फुटेको छ भन्नलाई हामी के भन्छौँ, केराटोमालासिया पनि भन्ने गर्छौँ भनेर भन्यो। बुझ्यो कि बुझेन, अब कति फुट्यो, 1/3 पार्टभन्दा कम छ कि 1/3 पार्टभन्दा बढी छ भने त्यसलाई केराटोमालासिया पनि भनिन्छ, अर्को नाम मात्रै हो है। ऋतुलाई घरमा आएर के अर्को रिया भने जस्तै भयो। बुझ्यो के कन्फ्युजन छ, WHO क्लासिफिकेसन इक्जाममा एकदम कमनली हामीलाई सोध्ने, कन्जङ्टाइभल जेरोसिस कतिमा पर्छ, बिटट स्पट कतिमा पर्छ, केराटोमालासिया कतिमा पर्छ, इक्जाममा एकदम कमनली सोध्ने क्वेसन हो। टक्क टक्क याद गर। कन्जङ्टाइभा सुक्यो, बिटट स्पट देखियो, कर्निया सुक्यो, सुकेपछि अल्सर भयो। कति अल्सर भयो, 1/3 पार्टभन्दा कम भयो कि त्योभन्दा बढी भयो, कम भयो भने 3A, बढी भयो भने 3B। यतापट्टि नाइट ब्लाइन्डनेस, एसबाट स्कारिङ, एफबाट फन्डस। बुझ्नुपर्ने कुरा केही पनि छैन। सेकेन्डरी साइन भनेको अब सिरियस कन्डिसन भयो भने अब के सेकेन्डरी साइन पछि देखिने साइन अथवा चाहिँ सुरुमै चाहिँ बिरामीले प्रेजेन्टेसन हामीले यो देख्छौँ भने अरू सम्भावना के हुनसक्छ, नाइट ब्लाइन्डनेस हुनसक्छ, एसबाट स्कारिङ हुनसक्छ। एसबाट के भयो त, स्कारिङ, खतहरू बस्न सक्छ। अल्सर भयो, भलायो, त्यहाँ खत बस्यो। अब होइन हाम्रो घाउ भयो, घाउ भलाइसकेपछि खत बस्यो, जस्तो आँखाको पार्टमा खत बस्यो, कन्जङ्टाइभाहरूमा खत बस्यो, कर्नियाहरूमा खत बस्यो भने त्यसलाई स्कारिङ भन्छौँ। र XF भनेको फन्डस भनेको फन्डल चेन्जेसहरू देखिन्छ। नर्मल फन्डस जस्तो देखिँदैन, त्यहाँ फन्डल ग्लोहरू देखिन्छ, त्यहाँ चमकपन देखिन सक्छ, अथवा त्यो भागमा कुनै पनि ड्यामेजहरू देखिन्छ। अप्थ्याल्मोस्कोपले यसरी जाँच गर्दाखेरि नर्मल आँखाभन्दा फरक देखिन्छ, फन्डसमा चेन्जेस देखिन्छ। त्यही भएर यसलाई XF क्याटेगोरीमा हामीले राख्छौँ है। XF क्याटेगोरीमा हामीले राख्यौँ है। ल
जुन त्यो फन्डस भन्ने पार्ट थियो नि त्यहाँनिर चाहिँ पहेँलो पहेँलो जस्तो देखियो, नर्मल देखिनु पर्ने एकदम चम्किलो देखियो भने त्यो फन्डल चेन्जेस भयो भनेर जान्छौँ। त्यो पनि एउटा साइन हो जेरोप्थ्याल्मियाको। अब म भन्छु यहाँसम्म के कन्फ्युजन छ अहिले भन्छु म नि त नाच्यो। यहाँसम्म के कन्फ्युजन छ? अब यो मैले बुझाउने तरिका मात्रै हो, इक्जाममा त टक्क घोक्नै पर्थ्यो, त्यही भएर मैले जस्ट यस्तो हुन्छ क्रमबद्ध रूपमा सम्झ्यौ भने ठ्याक्क सजिलो भयो। अल्सर लास्टमा हुँदो रहेछ होइन, प्राइमरी साइनको लास्टमा अल्सर हुँदो रहेछ है त। ल यति जानिसकेपछि अब हामीलाई इक्जाममा सोध्ने क्वेसनहरू के छ हेरौँ है त। यो साइनहरू यति पढिसकेपछि इक्जाममा हामीलाई के सोध्छ, नोट भनेर लेख्नु। फर्स्ट साइन, फर्स्ट साइन इन, फर्स्ट साइन, फर्स्ट अकुलर साइन अथवा फर्स्ट अकुलर सिम्टम, जे फर्स्ट अकुलर साइन भन्नु, फर्स्ट साइन इन जेरोप्थ्याल्मिया न। फर्स्ट साइन इन जेरोप्थ्याल्मिया भनेर भन्यो भने एन्सर के लाउने? फर्स्ट भन्ने बित्तिकै वानमा के छ, वान एमा साइन भनेको छ है, सिम्टम भनेको छैन मैले, साइन भनेको छ। फर्स्ट साइन इन जेरोप्थ्याल्मिया भनेको छ भने जहिले पनि एन्सर के लाउनु? फर्स्ट साइन इन जेरोप्थ्याल्मिया भनेको छ भने एन्सर के लाउनु जहिले पनि? कसैले आउँछ? पढ्नु भएको छ? सुन्नु भएको छ कहिले? फर्स्ट साइन इन जेरोप्थ्याल्मिया ड्राई आई भयो भने सबभन्दा पहिला डक्टरले के देख्छ अथवा हेल्थ प्रोफेसनको मान्छेले के देख्छ? साइन भनेको के देख्छ, सिम्टम्स भनेको बिरामी के लिएर आउँछ। फर्स्ट साइन जहिले पनि फर्स्टमा के छ हेर त, हामीले फर्स्ट साइन प्राइमरी साइन पढाएको छैन? अनि फर्स्ट साइन भनेको जहिले पनि 1A हुन्छ, अर्थात् के भयो त यसको एन्सर? कन्जङ्टाइबल जेरोसिस। के भन्छौँ? कन्जङ्टाइबल। इक्जाममा बिगार्छ नाइट ब्लाइन्डनेस, कर्नियल जेरोसिस, यस्तो एन्सर आउँछ। होइन, फर्स्ट साइन भनेको छ भने हामीले भर्खरै पढाएको छौँ प्राइमरी साइन भनेर, 1A मा के छ? कन्जङ्टाइबल जेरोसिस। जहिले पनि सबभन्दा सुरुमा कन्जङ्टाइभा सुक्का भएको देख्छ, त्यो कन्डिसनलाई फर्स्ट साइन भन्छौँ। भने इक्जाममा फर्स्ट सिम्टम के देख्छ भनेर सोध्यो भने है, फर्स्ट सिम्टम्स के देख्छ भनेर सोध्यो भने इक्जाममा फर्स्ट सिम्टम्स के हुन्छ, फर्स्ट अकुलर सिम्टम के लिएर आउँछ बिरामी भनेर भन्यो भने बिरामी मेरो आँखा सुन्नियो, आँखा सुक्का भयो भनेर आउँदैन। बिरामी के भनेर आउँछ? सिम्टम्स भनेको बिरामी के लिएर आउँछ। जहिले पनि सर म राति देख्न सक्दैन भनेर ल्याउँछ, द्याट कन्डिसन इज कल्ड नाइट ब्लाइन्डनेस। त्यही भएर फर्स्ट सिम्टम के लिएर आउँछ भन्यो भने नाइट ब्लाइन्डनेस लिएर आउँछ। क्लियर भयो? अब इक्जाममा नबिगार्ने, फर्स्ट साइन के लिएर आउँछ? कन्जङ्टाइबल जेरोसिस। फर्स्ट सिम्टम के लिएर आउँछ? नाइट ब्लाइन्डनेस है। बिरामी के लिएर आउँछ? नाइट ब्लाइन्डनेस। हामीले के देख्छौँ? कन्जङ्टाइभा सुकेको देख्छौँ। क्लियर भयो? ल अर्को इक्जाममा अझ यही क्वेसनलाई घुमाएर अलिकति डिफ्रेन्ट वेमा सोध्न सक्छ हामीलाई। माइल्डेस्ट फर्म, यसरी इक्जाममा कहिलेकाहीँ सोधिदियो, माइल्डेस्ट फर्म अफ जेरोप्थ्याल्मिया, माइल्डेस्ट फर्म ठिकै छ, भर्खरै सुरुवाती फेज हो, अलिअलि त्यति असर गर्दैन भन्ने कुरा कुन सिम्टम्सले जनाउँछ भनेर इक्जाममा सोध्यो भने सर माइल्डेस्ट फर्म भन्नु र यो सिम्टम भन्नु एउटै हो। माइल्डेस्ट फर्म भनेको के हो त? नाइट ब्लाइन्डनेस सुरु भयो भने अब माइल्डेस्ट फर्ममा पुगेको छ, ड्राई आएको माइल्डेस्ट फर्ममा हल्का अब सुरुवाती फेजमा छ भन्ने जनायो है। भने सिरियस कन्डिसन, सिभियर कन्डिसन कति बेला जनाउँछ? सिभियर फर्म अफ जेरोप्थ्याल्मिया कति बेला थाहा पाउने? एकदम सिरियस भइसक्यो भने कुन कन्डिसनमा सिरियस होला हेर त, कुन कन्डिसनमा सिरियस होला? कुन कन्डिसनमा सिरियस होला? सिरियस भनेको अन्तिम अवस्थामा पुग्यो। अन्तिम भनेको हाम्रो 3B हो कि होइन? हो भनेपछि 3B हो। 3B भन्नुको मतलब कुन कन्डिसन भयो? केराटोमालासिया। त्यही भएर सिरियस कन्डिसन भनेको केराटोमालासिया, अल्सर पुरै गइसक्यो, अब बिरामी आँखा ब्लाइन्डनेसतिर जान, पर्मानेन्ट ब्लाइन्डनेसतिर जान थालिसक्यो भन्ने जानियो। अब यो याद गर्नै पर्ने कुरा हो, फन्डसले त्यति चेन्जेस ल्याउँदैन साथी सुधा है, एक्सेप्टको त्यति रोल छैन जति यिनीहरूको रोल छ। बुझ्यो कि बुझेन? फर्स्ट साइन, फर्स्ट सिम्टम, माइल्डेस्ट फर्म, सिभियर फर्म भन्यो भने के एन्सर टिक्लाउन सकिन्छ? युजली हामीलाई यो माइल्डेस्ट र सिभियर सोधिरा पाइँदैन, युजली हामीलाई यो दुइटा चाहिँ एकदम कमनली सोधेर हामीलाई चाट्ने गर्छ इक्जाममा। भयो? हजुर, इमर्जेन्सी कन्डिसन एकदम इम्पोर्टेन्ट हो। सिभियर एकदम सिरियस कन्डिसन, इमर्जेन्सी कन्डिसन, होइन फ्याटल कन्डिसन, अब जान थाल्यो आँखा पुरै, अब यसको उड्न थाल्यो, अब केही गर्न सकिँदैन भन्यो भने है त। ल अब ट्रिटमेन्ट पार्टमा जाउँ। के गर्न सकिन्छ त यस्तो भयो भने? एउटै मात्र विकल्प छ ट्रिटमेन्ट गर्न सकिने भनेको भाइटामिन ए सप्लिमेन्टेसन हो। भाइटामिन ए सप्लिमेन्टेसन हो। भाइटामिन ए सप्लिमेन्टेसन 3 डोजमा दिनुपर्छ। यो इक्जाममा एमसिक्युजमा एकदम कमनली सोध्छ। कति डोजमा दिनुपर्छ? 3 डोजमा दिनुपर्छ। कति डोजमा दिनुपर्छ? 3 डोजमा दिनुपर्छ। कहिले कहिले दिने? आज दिने, डे 1 मा दिने, डे 2 मा दिने र डे 30 मा दिने, 1 महिना पछाडि दिने है। डे 1, डे 2 र आफ्टर 1 मन्थ रिपिट गर्ने। के गर्ने? भाइटामिन ए को डोज दिने। कति दिने? लेस देन 6 मन्थ छ भने कति दिने? 6 मन्थ टु 12 मन्थ छ भने कति दिने?
होइन, त्योभन्दा माथिको मान्छेहरू छ भने कति दिने यो थाहा पाउनु पर्यो। भाइटामिन ए जहिले पनि इन्टरनेसनल युनिटमा नापिन्छ। हामी ठुलो मान्छे 1 वर्षभन्दा माथिको मान्छेलाई 2 लाख इन्टरनेसनल युनिट दिन्छौँ। 6 महिनादेखि 12 महिना छ भने त्यसको आधी 1 लाख इन्टरनेसनल युनिट दिन्छौँ। त्योभन्दा पनि कम 6 महिनाको छ भने 50,000 इन्टरनेसनल युनिट दिन्छौँ। ल, अब एक्जाममा यति कुरा सोधिसकेपछि एउटा हामीलाई अलिकति बिटर स्पटले जहिले पनि झुक्क्याउने गर्छ। के भन्छ भन्दाखेरि सबै फर्स्ट साइन भन्नुभयो, फर्स्ट सिम्टम भन्नुभयो, बिटर स्पट पनि एउटा अप्सन छ नि, कता कता सोधिरहन्छ सर। एउटा क्वेसन एकदम कमनली सोध्छ, राजकुमार म त्यही कुरा गर्दैछु है। के सोध्छ भन्दा स्योर सर्ट साइन चाहिँ कसरी थाहा पाउने साइनमा। अब हजुरले मैले चिन्न सकिनँ, सुक्कापन चिन्न सकिनँ अरे, तर स्योर सर्ट साइन चाहिँ कसरी थाहा पाउने भन्यो भने 1A जहिले पनि चिनिन्छ भन्ने छैन। तिमीले तिम्रो प्र्याक्टिसमा भर पर्छ। कन्जङ्टाइभा सुक्कै छ भन्ने कुरा कसरी थाहा पाउने सर, त्यो त नहुन पनि सक्छ। त्यही भएर स्योर सर्ट डेफिनेटिभ साइन चाहिँ कसलाई मान्छौँ भन्यो भने वास्तवमा हामीले हेर्ने भनेको जेरोप्थ्याल्मियामा डेफिनेटिभ साइन, डेफिनिट साइन भनेको चाहिँ स्योर सर्ट साइन भनेको बिटट स्पटलाई हो है। प्राइमरी साइन चाहिँ फर्स्ट साइन के लिएर आउँछ बिरामी हुनुपर्ने कन्जङ्टाइबल जेरोसिस हो, थाहा छ हामीलाई। फर्स्ट साइन कन्जङ्टाइबल जेरोसिस हामीले टिक लगाइसक्यौँ। तर डेफिनेटिभ साइन भन्यो भने चाहिँ त्यो कन्जङ्टाइबल जेरोसिस डेफिनेटिभ मान्दैनौँ। स्योर हुन पनि पायो, नहुन पनि पायो, मान्छेको हाम्रो चेक गर्ने मान्छेमा भर पनि पर्न पायो। त्यही भएर यो त कसैले मिस गर्दैन नि त, बिटट स्पट त पहेँलो डल्लो त कसैले पनि मिस गर्दैन। त्यही भएर यो चाहिँ देखियो भने डेफिनेटिभ साइन भयो है। राजकुमार तिम्रो कोही दिस पनि आयो, हामीले पनि ठ्याक्कै पढ्यौँ भयो। ल, दिस इज अल अबाउट जेरोप्थ्याल्मिया। यहाँबाट एक्जाममा धेरै इम्पोर्टेन्ट क्वेसन्सहरू छ, किनभने यसको क्लासिफिकेसन इम्पोर्टेन्ट थियो। त्यही भएर एकदम एक्जाममा जान्नुपर्ने कुरा जेरोप्थ्याल्मिया भनेको ड्राई आई भनेर पढ्यौँ। जेरोप्थ्याल्मिया भनेको हामीले के भन्यौँ त ड्राई आई भनेर पढ्यौँ है। यसको डब्लुएचओ क्लासिफिकेसन चाहिँ एकदम इम्पोर्टेन्ट छ है। यो 1A 1B 2 3A 3B होइन। त्यसपछि सिभियर फर्म कसलाई भन्छ, माइल्डेस्ट फर्म कसलाई भन्छ, प्राइमरी साइन के हो, सेकेन्डरी साइन के अथवा प्राइमरी सिम्टम के हो, बिटट स्पट डेफिनेटिभ साइन भन्दो रहेछ। यसको ट्रिटमेन्ट पार्ट 3 डोजमा दिन्छौँ, आज भोलि र 1 महिना पछाडि भाइटामिन ए को सप्लिमेन्टेसन गर्छौँ भन्यो भने सक्यो। के कन्फ्युजन छ यसमध्ये, के कन्फ्युजन छ भने सोध्नु, पढेको मध्ये के कन्फ्युजन छ। ल, एकछिन रिफ्रेस हुँ है त। के भयो, साथीले एउटा क्वेसन सोधिरहेको थियो अघिदेखि मलाई, आँखा फरफराउँछ सर, किन फरफराउँछ भने जस्तो भन्दै थियो। अब यहाँ रिलेट त छैन, हामीलाई एक्जाममा सोध्दैन आँखा किन फरफराउँछ भनेर, उसले भन्नको लजिक सोध्नलाई मन लागेर सोध्यो होला, टपिकमा छैन। आँखा किन फरफराउँछ भन्दाखेरि जस्तै तिमीलाई हिकअप किन आउँछ, हिकअप किन आउँछ भने डायाफ्राम यहाँनिर हाम्रो एउटा मासु छ, यसरी बसेको मासु, त्यो डायाफ्राम इरिटेसन हुन्छ। डायाफ्राम इरिटेसन किन हुन्छ, तिमीले चिल्लो अमिरो पिरो कुराहरू खायो, अथवा अचानक स्ट्रेस भयो, अथवा त्यो मसल थाकियो, त्यो मसल काम यति धेरै तिमी के भन्छ उहाँ माथि उकालो सगरमाथा चढिरहेको छ, त्यो मसलले काम गर्नुपर्छ, त्यो थाक्यो। कुनै पनि कुरा थाकियो भने, कुनै पनि कुरा के हुन्छ भन्दाखेरि इरिटेट भयो भने, स्ट्रेस भयो भने त्यो मसल्सहरू के हुन्छ त बौलाउँछ। त्यो मसल बौलाएपछि अनि के गर्न थाल्छ त हामीलाई त्यहाँको नर्भ्सहरू इरिटेट हुन्छ, त्यहाँको नसा बौलाएपछि हामीलाई हिकअप्सहरू आउन थाल्छ। अनि के गर्छौँ, कोही मान्छेले मलाई यसले सम्झ्यो भनेर सम्झिन्छौँ, ठ्याक्क त्यो बन्द हुन्छ नि, ओहो मलाई त यसले सम्झेर छ। हाम्रो नेपाली चलन त्यही छ, तर त्यो वास्तवमा त्यो भए हुँदैन। त्यो हामी कसैलाई सम्झिँदाखेरि हाम्रो दिमाग भङ्ग भयो, दिमाग कतै केन्द्रित भयो, यो पार्टले रिल्याक्स गर्ने मौका पाउँछ, यो रेस्ट पाउँछ, अनि हाम्रो ठ्याक्क एकैछिनमा त्यो नसा ठिक भइहाल्छ। मुखमा पनि त्यही हो, पिरो खाने बित्तिकै जिब्रोको नसा बौलाउँछ, रम हुन्छ, एकछिनपछि पानी खाएपछि अथवा यताउता हामी भुल्लेपछि त्यो नसा शान्त हुन्छ। भनेपछि कुनै पनि कुरा बौलाउनु अथवा कुनै पनि कुरा के भन्छ आफ्नो आफ्नो कामभन्दा फरक जानु किन हुन्छ, स्ट्रेसको कारणले हुनसक्छ। जस्तै आँखा पनि त्यही हो, तिमीले दिनभरि कम्प्युटरमा काम गरेछौ, दिनभरि क्लासमा ध्यान दिएछौ, आँखा के भयो त थाकियो। आँखा मसल्सहरू थाकियो भने अनि के हुन्छ, आइलिडहरू कमजोर भयो, अनि आँखा फुरफुर गर्न थाल्यो। कहिलेकाहीँ भिटामिन डिफिसियन्सीहरूले पनि हुनसक्छ, यिनीहरूको कारणले पनि हुनसक्छ। कहिलेकाहीँ चाहिँ तिम्रो के हुनसक्छ भन्दाखेरि नसाको एब्रोमालिटिजहरूले पनि हुनसक्छ, अप्टिक नर्भको कुनै पनि समस्या, अकुलर नर्भ्सहरूको त्यो 3 LR6 LR3 SO4 भनेर हामी पढ्छौँ पछि, त्यो 3 4 6 क्रानियल नर्भ्सको चाहिँ जुन छ, अनि त्यो क्रानियल नर्भ्सको एब्रोमालिटिज पनि हुनसक्छ। तर युजल्ली हाम्रो चाहिँ मसल फटिक भएर हुने हो है त। ल, यता जस्ट यतिकै उसले सोध्या भएर मैले यहाँनिर भनिदिएँ, जोड्या मात्रै हो। यो भयो। ल, अब जेरोप्थ्याल्मियाको बारेमा हामीले कुरा गरिसकेपछि अहिलेसम्म हामीले 4वटादेखि 5वटा डिजिजहरू पढ्यौँ। के पढ्यौँ त भन्दाखेरि चाहिने ट्रिटमेन्ट केही चाहिँदैन साथी, रेस्ट हो, सक्यो। एकछिनमा माइन्ड डाइभर्ट गर्ने बित्तिकै ठिक भइहाल्छ। ल, अब हामीले के पढ्यौँ, कन्जङ्टिभाइटिस पढ्यौँ सबभन्दा सुरुमा, त्यसपछि स्टाई पढ्यौँ, त्यसपछि हर्डियोलम, स्टाईलाई एक्सटर्नल हर्डियोलम भन्छौँ, त्यसपछि हामीले क्यालाजियन पढ्यौँ, त्यसपछि हामीले ब्लिफेराइटिस पढ्यौँ, र त्यसपछि हामीले के भन्यौँ त भन्दाखेरि जेरोप्थ्याल्मिया पढ्यौँ है। यसमध्ये जान्नै पर्ने कुरा सबैभन्दा इम्पोर्टेन्ट टपिक चाहिँ जेरोप्थ्याल्मिया थियो। स्टाई र क्यालाजियनमा चाहिँ कुन ग्ल्यान्डको इन्फ्लामेसन हो त्यो इम्पोर्टेन्ट छ, र कसमा पेन हुन्छ त्यो इम्पोर्टेन्ट थियो। अरू भनेको जेरोप्थ्याल्मियामा चाहिँ भाइटामिन ए को डोज 3टा
डोज दिन्छौँ आज, भोलि र 1 महिना पछाडि। कति दिन्छौँ भन्ने कुरा अब उमेर हेरेर दिन्छौँ। 6 महिनाभन्दा सानो बच्चा छ भने 50,000 इन्टरनेसनल युनिट दिन्छौँ। 6 महिनाभन्दा 12 महिनासम्मको बच्चा छ भने 1 लाख दिन्छौँ। त्योभन्दा ठुलो छ भने त्यसको डबल 2 लाख इन्टरनेसनल युनिट दिन्छौँ। त्यही हो डोज दिने तरिका चाहिँ, त्यही 3टै डोज दिने हो, डोजको मात्रा मात्रै कम गर्ने मात्रै हो है त। ल, दिस इज अल अबाउट 5वटा टपिक। के कन्फ्युजन छ भने भन, छैन भने म अगाडि बढ्छु। अर्को एकदम कमन टपिक, एमसिक्युज पोइन्ट अफ भ्यूमा एकदम इम्पोर्टेन्ट टपिक, सर्ट नोटमा चाहिँ 2 देखि 3 मार्क्समा सोध्ने टपिक अर्को पढाउँछु मैले। केही कन्फ्युजन छ? मैले भने आई सुन्दाखेरि उस्तै उस्तै लाग्छ, खालि डेफिनेसन मात्रै फरक हो, क्लिनिकल फिचरहरू लगभग सेम सेम हुन जान्छ, ट्रिटमेन्ट पनि लगभग सेम सेम हुन जान्छ। त्यही भएर सम्झ्यौ भने मजाले लेख्न सकिन्छ। त्यो 3टाको डिफरेन्स आफै बनाउन सक्छौ। स्टाई तिम्रो क्यालाजियोन र ब्लिफेराइटिस। स्टाई भनेको ग्ल्यान्ड अफ जिज, क्यालाजियोन भनेको मिबोमियन ग्ल्यान्डको इन्फ्लामेसन, आइलिड भयो भने ब्लिफेराइटिस भयो। क्लिनिकल फिचर पनि लगभग सेम हो, ट्रिटमेन्ट पार्ट पनि लगभग सेम हो। अलिकता मात्रै फरक छ, स्टाई पेनफुल हुन्छ, अरू पेनफुल त्यति हुँदैन। र अर्को थाहा पाउनु पनि, ब्लिफेराइटिसमा ड्यान्ड्रफ जस्तो के हुन्छ त, क्रस्टिङ देखिन्छ। त्यति एउटा नौलो कुरा गरे त हो। बुझ्यो है? के कन्फ्युजन छ? कपी हेर्नु एकचोटि, केही छ नबुझेको कुरा केही छ भने सोध्नु। पढेको टपिक मध्ये केही कुरा जस्तै मैले बुझेन सर भन्छ भने, केही छ भने भन्नु, नत्र भने म अगाडि बढ्छु। केही छ? राजकुमार भयो, सुधा, ऋतु, विष्णु, केही छ? ब्लिफेराइटिसको स्लाइड कहाँ छ? ल, अगाडि बढौँ है। अब हामी एकदम इम्पोर्टेन्ट टपिक पढ्न गइरहेका छौँ, जो हामीले कमनली देखा पनि छ, रिफ्र्याक्टिभ इरर्स है। डिफाइन रिफ्र्याक्टिभ इरर्स। वाट आर द डिजिज द्याट फल अन्डर रिफ्र्याक्टिभ इरर्स, अथवा एमसिक्युजमा सोध्नु पऱ्यो भने तलको मध्ये कुन चाहिँ रिफ्र्याक्टिभ इररमा पर्दैन भनेर एक्जाममा सोधिदिन्छ। मायोपिया, हाइपरमेट्रोपिया, त्यसपछि सर जेरोप्थेल्मियाको एज ग्रुप 1 to 3, राम्रो क्वेसन सोध्यो बिकाउले, लेखे हुन्छ है। जेरोप्थेल्मियाको एज ग्रुप जसलाई पनि हुनसक्छ, तिमीलाई पनि हुनसक्छ, मलाई पनि हुनसक्छ। मोस्ट कमनली देखिएको चाहिँ 1 to 3 इयर्समा छ है। ल, दिस इज अल अबाउट के भयो त हामीले अहिलेसम्म पढेको टपिकमा। अब हामीले थाहा पाउनु पर्ने कुरा, सेकेन्ड्री साइन भनिदिनु न। सेकेन्ड्री साइन 3टा हुन्छ बबिता। एनएसएफ भनेर सम्झ्यौ, एनएसएफ। एनबाट नाइट ब्लाइन्डनेस, एसबाट स्कारिङ बस्न सक्छ, एफबाट फन्डल चेन्जेसहरू देखिन सक्छ। जस्तै पहेँलो एउटा त्यो यस्तो हाम्रो इक्जामिनेसन गर्ने एउटा ठुलो के हुन्छ, त्यो टर्च जस्तो हुन्छ, यसरी हेर्दाखेरि तिम्रो आँखा पहेँलो पहेँलो स्पटहरू देखियो भने त्यो फन्डल चेन्जेस भयो, सुक्खा आँखाको एउटा सङ्केत हो है त। ल, अगाडि बढौँ है। रिफ्र्याक्टिभ रिफ्र्याक्टिभ इरर्स है, रिफ्र्याक्टिभ इरर्समा जाऊँ। रिफ्र्याक्टिभ इरर्स। ल, नेक्स्ट टपिक इज ल रिफ्र्याक्टिभ इरर्स भयो। रिफ्र्याक्टिभ इरर्स के टपिक पर्छ यसमा, यसको बारेमा कसरी ट्रिटमेन्ट, यसमा हामी 3टा कुराले डिभाइड गर्छौँ। के टपिकको नाम के हो, के समस्या देखिन्छ, ट्रिटमेन्ट के हो, यति 3टा कुरा। किनभने रिफ्र्याक्टिभ इरर्स भनेको एमसिक्युजमा सोध्ने क्वेसन मात्रै हो होइन। एमसिक्युजमा सोध्ने भएको भएर त्यही पनि एक्जाममा कहिले काहीँ भाग्य बिग्रे बेला राइट सर्ट नोट अन रिफ्र्याक्टिभ इरर भनेर भनिदिन सक्छ। त्यस बेला चाहिँ लेख्न त आउनु पर्यो, 2 पेज भरेर त जे पाए त्यो लेखेर त हुँदैन। आधी पेज होस्, चिटिक्क होस्, ट्याक्क एन्सर देखिनु पर्यो, टु द पोइन्ट। त्यो अनुसार हामी कुरा गर्छौँ। रिफ्र्याक्टिभ इरर भनेको इट इज अ मस्ट कमन इसको डेफिनेसन, इट इज अ मस्ट कमन अकुलर प्रब्लम अफ आई। इट इज अ मस्ट कमन अकुलर प्रब्लम अफ आई। आँखाको सबैभन्दा कमन अकुलर प्रब्लम हो रे। भनेको आँखाको समस्याहरूमध्ये नभएको मान्छे सायदै नहोला है। तिमी र मैले पनि अहिले मैले चस्मा लाएको छैन भन्दैमा भोलिको दिनमा 40-45 वर्षपछि मैले पनि लाउनु नै पर्छ। त्यही भएर मस्ट कमन अकुलर प्रब्लम अफ आई कुन हो भनेर सोध्यो भने यसमा के भन्नु पर्यो, रिफ्र्याक्टिभ इरर है। रिफ्र्याक्टिभ इरर चाहिँ कुनै न कुनै एज अफ टाइममा एउटा समस्याले हामीलाई समात्छ नै, अहिले नभए पनि भोलि पर्सि भए पनि कहिले न कहिले हामीलाई समात्छ। त्यही भएर इट इज अ मस्ट कमन अकुलर प्रब्लम, आईको प्रब्लम लेखे पनि हुन्छ, अकुलर प्रब्लम अफ आई, आँखामा समस्या दिने एउटा मस्ट कमन प्रब्लम हो। यस अन्तर्गत अब चार्ट बनाएर पढौँ, एकदम सजिलो हुन्छ, म बुझाउँछु पनि लेखाउँछु पनि है। यतापट्टि रिफ्र्याक्टिभ इररको नामहरू पढौँ, यतापट्टि रिफ्र्याक्टिभ इररहरू के हो हामीले जान्न पर्ने, हाम्रो सिलेबसमा भएको। त्यसपछि त्यसलाई डिफाइन गरौँ, त्यसको क्लिनिकल फिचर कस्तो देखिन्छ, क्लिनिकली त्यो कस्तो देखिन्छ, र यसको ट्रिटमेन्ट पार्ट के हो है। यसरी हामी पढ्दाखेरि हामीलाई सजिलो हुन्छ। ट्रिटमेन्ट पार्ट के हो, ट्रिटमेन्ट पार्ट। ल, हेरौँ है त। नम्बर 1 इज मायोपिया। हामी सबैले सुनेको एकदम कमन टपिक इज मायोपिया है। नम्बर 1 इज मायोपिया
है। नम्बर 1 इज मायोपिया। है मायोपिया अचम्मको म आफूलाई माया गर्छु, म आफ्नो नजिकको मान्छेलाई माया गर्छु, सम्झिनलाई सजिलो। मायो इज नजिक, नजिकको मजाले देख्ने तर टाढाको नदेख्ने भएको भएर दिस कन्डिसन इज, कस्तो कन्डिसन हो त, मायोपिया, नजिकको देख्ने टाढाको नदेख्ने। त्यही भएर यसलाई हामी के भन्छौँ भन्दाखेरि चाहिँ नियर साइटेडनेस पनि भन्छौँ। नियर भनेको नजिकको देख्ने, साइट भनेको देख्ने, साइटेडनेस नजिकको देख्ने टाढाको नदेख्ने कन्डिसन हो नि मायोपिया। त्यही भएर नियर साइटेडनेस पनि भन्छ, कहिलेकाहीँ एक्जाममा झुक्क्याइदिन्छ। नियर साइटेडनेस भनेर कुन रोगलाई चिनिन्छ भन्यो भने नियर साइटेडनेस भनेर मायोपियालाई चिनिन्छ। साइट भनेको नजिकको देख्ने, नियरको देख्ने टाढाको नदेख्ने भनेपछि के बुझियो त, नियरको एकदम क्लियरली देख्छ, फारको ब्लर देख्छ। है यस्तो कन्डिसन इक्जाममा सोधा छ भने त्यसको डेफिनेसन के हुनु पर्यो, मायोपिया। नियरको मजाले देख्ने, टाढाको ब्लर देख्ने, टाढाको धमिलो देख्ने, त्यस्तो कन्डिसनलाई मायोपिया भनिन्छ। किन यस्तो भयो सर भन्दाखेरि, यहाँ ध्यान दिएर हेरौँ किन यस्तो भयो भन्दाखेरि, यो मेरो अर्को स्लाइडमा जान्छु ल, यहाँ कन्फ्युज हुन्छ ल। हेर किन यस्तो भयो भन्दाखेरि, यहाँ यो मेरो आँखाको लेन्स हो। लेन्समा जब लाइट पर्यो, जब टाढाबाट लाइट आयो, यो लाइटहरू मेरो रेटिनामा ठोक्किएर मेरो चित्र बन्नुपर्ने, यसरी आएर मेरो रेटिनामा बन्नुपर्ने, अब के भइदियो, यो लाइटहरूको चित्र मेरो यहाँनिरै यिनीहरू आएर यसरी यहाँनिरै ठोक्किदियो भन्दाखेरि रेटिनामा ठोक्कियो त रेटिनामा ठोक्किनु पनि रेटिनाभन्दा अगाडि नै ठोक्कियो। नियर भनेको अगाडि, रेटिनाभन्दा अगाडि ठोक्किएको कारणले गर्दाखेरि मेरो चित्र, टाढाबाट आएको चित्रहरू धमिलो देख्न थाले। नजिकबाट आएको रेटिनामै ठोक्यो, तर टाढाबाट आएको रेटिनाभन्दा अगाडि ठोक्यो। त्यही भएर के गर्न सकिन्छ, यहाँनिर मैले यस्तो गुफा जस्तो एउटा लेन्स, गुफा भनेको यस्तो खाल्डो भएको एउटा लेन्स हालिदियो भने यसले के गर्छ, यसलाई तन्काएर ठ्याक्क रेटिनामा ठोक्काउने काम गर्छ। त्यही भएर कुन लेन्सको प्रयोग गर्दा राम्रो, गुफा जस्तो लेन्स प्रयोग गर्दा राम्रो, त्यस्तो लेन्सलाई कन्केभ लेन्स भनिन्छ। त्यसलाई हामी के भन्छौँ, कन्केभ, केभ भनेको गुफा। त्यही भएर के बुझियो त भन्दाखेरि, यहाँ जाम त, के भयो त, इमेज कहाँ बन्यो भनेर इक्जाममा सोध्यो भने इमेज इज फर्म, अगाडि रेटिनाको अगाडिपट्टि कि पछाडिपट्टि, कहाँ बन्यो इमेज, किन यस्तो देख्यौँ हामीले, धमिलो देख्यौँ टाढाबाट आएको भन्यो भने इमेज कहाँ बन्यो, इमेज इज फर्म इन फ्रन्ट अफ रेटिना कि बिहाइन्ड द रेटिना। इमेज रेटिनाभन्दा अगाडि बनेको कारणले गर्दा हामी टाढाबाट आएको लाइटहरू धमिलो देख्छौँ। त्यही भएर इमेज इज फर्म इन फ्रन्ट अफ रेटिना, एमसिक्युजको फेभरेट क्वेसन हो। मायोपिया भयो भने इमेज कहाँ बन्छ, नेपालीमा सम्झ, मायोपिया भनेको नजिकको मजाले देख्ने, टाढाको नदेख्ने। किन टाढाको मजाले देख्दैन, किनभने टाढाबाट आएको चित्रहरू रेटिनाभन्दा अगाडि इमेज बनाइदिन्छ हाम्रो आँखाको, त्यस्तो कन्डिसन हो। त्यही भएर यसलाई मायोपिया भनिन्छ। यो भयो भने कस्तो लेन्स युज गर्ने भनेर इक्जाममा सोध्छ। अब ट्रिटमेन्ट पार्टमा जाऊँ, कस्तो लेन्स युज गर्ने हेर्नु त, यस्तो गुफावाला गर्ने कि यस्तोवाला गर्ने। यस्तोवाला लेन्स युज गर्यो भने इमेजलाई चाहिँ नजिकै तानिदिन्छ, झन् नजिक तान्न, हामीलाई त टाढा तान्नु छ, यहाँबाट तानेर यहाँ पुगाउनु छ। टाढा पुगाउनको लागि गुफावाला लेन्स चाहिन्छ, त्यो लेन्सलाई भन्छ, के लेन्स भन्छौँ त, कन्केभ लेन्स भन्छौँ। त्यसलाई हामी के भन्छौँ त, कन्केभ लेन्स भन्छौँ। माइनस पावर भएको लेन्स हो है, कन्केभ भनेको माइनस पावर भएको लेन्स हो। भनेपछि यदि कोही मान्छेले नजिकको मजाले देख्छ, टाढाको मजाले देख्दैन, त्यस्तो कन्डिसनलाई मायोपिया भनिदो रहेछ। र कुन लेन्सको प्रयोग गर्दा राम्रो भनेर एमसिक्युजमा सोध्यो भने के भन्ने, कन्केभ कि कन्भेक्स कि सिलिन्ड्रिकल कि बाइफोकल भन्यो भने एन्सर के लाउने। यस्तो कन्डिसन भयो भने सर कन्केभ लेन्सको प्रयोग गरिन्छौँ। र आजभोलि 2-3 वर्ष, 1 वर्ष भइसक्यो, पावर बढाएको छैन, ठिक्क छ, नर्मल छ भने लेजर पनि गर्न मिल्छ, सुन्नु भएको छ। त्यो सर्जरीको नाम ल्यासिक सर्जरी हो। त्यही भएर के पनि गर्न मिल्छ, ल्यासिक सर्जरी पनि गर्न मिल्छ। तर लेन्स कुन युज गर्छ भनेर हामीलाई एक्जाममा सोध्छ, लेन्स चाहिँ कन्केभ लेन्सको प्रयोग गरिन्छ। है मायोपिया भनेको के रहेछ, नजिकको मजाले देख्ने, राम्रोसँग सम्झिनु, इक्जाममा हाइपरमेट्रोपियासँग कन्फ्युज हुन्छ फेरि। है नजिकको मजाले देख्ने, टाढाको मजाले नदेख्ने। किन टाढाको मजाले देख्दैन, किनभने सर त्यो मान्छेको चित्र, त्यो वस्तुको चित्र आँखाभन्दा अगाडि, रेटिनाभन्दा अगाडि बनिदिन्छ। रेटिनाभन्दा अगाडि बन्यो भने त्यो चित्रलाई तानेर रेटिनासम्म पुगाउनको लागि कुन चस्माको प्रयोग गर्ने भन्यो भने कन्केभ लेन्सको प्रयोग गर्ने। केही कन्फ्युजन छ सुधा, अन्जु, राजकुमार, रितु, बिकाउ सर, केही कन्फ्युजन छ कसैलाई, केही छ, बुझ्या हो, कुन लेन्सको प्रयोग गर्ने, चित्र कहाँ बनिरहेछ, कहाँ धमिलो देखिरहेछ। ल सम्झिनु, म यहाँ बिरहेको छु, परबाट देखिरहेको छु, नजिकको मान्छे मजाले देखेँ, टाढाको मान्छे मजाले देखेन भने मलाई कुन कन्डिसन भयो, नजिकको देख्नु टाढाको नदेख्नु इज मायोपिया। मलाई कुन लेन्स चलाउनुहुन्छ, माइनस लेन्स कि प्लस लेन्स भन्यो भने के भन्नुहुन्छ, मलाई कुन लेन्स चलाउनुहुन्छ, मलाई माइनस लेन्स अर्थात् कन्केभ लेन्स चलाउँछु। मैले कुन लेन्स चलाउँछु, कन्केभ लेन्स चलाउँछु। क्लियर भयो। इमेज कहाँ बन्यो मेरो, रेटिनाभन्दा अगाडि कि रेटिनाभन्दा पछाडि, इमेज कहाँ बन्यो, रेटिनाभन्दा अगाडि बन्यो। ल
है। चित्रमा फेरि एकचोटि बुझाइदिन्छु मैले, यहाँ हेर्नु, यसरी मेरो लेन्स थियो, नर्मल आँखाको लेन्स हो, चस्मावाला लेन्स होइन। यसरी टाढाबाट लाइटहरू आयो भने यो यसको मेरो चित्र, मेरो नाक देखिनुपर्ने यहाँ थियो, यो पोइन्टमा थियो। तर यसमा के भइदिन्छ, मायोपियाको समस्या हो भने यो लेन्स भयो, यो लेन्स यसरी लाइट आयो, रेटिनामा पुग्नु पर्ने नपुगिकन अगाडि नै यसरी बेन्ड भइदियो, यहाँ भन्यो। अब यसले गर्दाखेरि मैले के देखेँ त, यहाँ नपुगेपछि मैले धमिलो देख्न थालेँ। त्यही भएर म के गर्छु त, अब यहाँनिर कन्केभ लेन्सको प्रयोग गर्छु। कन्केभ लेन्सले यसलाई तन्काएर यहाँसम्म ल्याएर ठ्याक्कै जुन ठाउँमा चित्र बन्नुपर्ने त्यही ठाउँमा चित्र बनाइदिन्छ र म मजाले क्लियरली देख्न सक्छु है। दिस कन्डिसन इज कल्ड मायोपिया। ठिक छ। ल अब अर्को कन्डिसनमा जाऊँ, हाइपरमेट्रोपिया है। नेक्स्ट कन्डिसन के छ त, मायोपियासँगै हाइपर, ठ्याक्कै उल्टा, हाइपरमेट्रोपिया। यसलाई हामी टाढाबाट आउने भएको भएर फार साइटेड, फार एसआइजिएसटी, फार एसआइजिएसटी, साइटेडनेस पनि भन्छौँ, फार साइटेडनेस भन्छौँ। भनेपछि टाढाको, फारको मजाले देख्ने, क्लियर देख्ने, तर नजिकको चाहिँ नदेख्ने। अचम्म हेर त, नजिकको चाहिँ, नियरको चाहिँ के देख्छ, ब्लर देख्छ भने यस्तो कन्डिसनलाई हामी के भन्छौँ, हाइपरमेट्रोपिया। किन यस्तो भयो सर भन्दाखेरि, फेरि चित्रमा जाऊँ, यहाँ हेरौँ त, यो लेन्स थियो, रेटिनामा चित्र बन्नुपर्ने। यो कन्डिसनमा चाहिँ के हुन्छ, यसरी आएको जुन नजिकबाट आएको लाइटहरू छ त्यो रेटिनाभन्दा पछाडि गएर मिलिदिन्छ। भनेपछि यहाँ बन्नुपर्ने कुरा यहाँ भएपछि धमिलो देख्ने भइ नै हाल्यो। त्यही भएर हामी कुन लेन्सको प्रयोग गर्छौँ, कन्भेक्स लेन्सको प्रयोग गर्छौँ। यसले के गर्छ, यसलाई तानेर ठ्याक्कै यहाँ नजिक ल्याइदिन्छ। त्यही भएर के भयो त, हाइपरमेट्रोपियामा ठ्याक्कै उल्टा भयो। के भयो भन्दाखेरि चाहिँ नि, फारको मजाले देखिरहेछ, नजिकको मजाले देखिरहेको छैन। किनभने इमेज कहाँ बन्यो, इमेज इज फर्म्ड, इमेज इज फर्म्ड बिहाइन्ड रेटिना, रेटिना भन्दा पछाडि बनिरहेछ। बिहाइन्ड रेटिना एकदम इम्पोर्टेन्ट शब्द है, रेटिनाको पछाडि बनिरहेछ। त्यही भएर मैले तान्नको लागि कन्भेक्स लेन्स अथवा प्लस पावरको लेन्स युज गर्छु होइन। ठिक छ भने सर्जरी पनि गर्न मिल्छ, पछि गएर ल्यासिक्स पनि गर्न मिल्छ। सक्यो। यो जान्यो भने इक्जाममा म्याक्सिमम 90% अफ द टाइम रिफ्र्याक्टिभ एररबाट क्वेसन सोध्यो भने कस्तो चस्मा प्रयोग गर्छौ सोध्छ, इमेज कहाँ बन्छ भनेर सोध्छ। अब दुईवटा तलमाथिमा झुक्किन्छ। त्यही भएर सम्झिनु, मायोपिया म भन्ने बित्तिकै नजिकको मजाले देख्छु, टाढाको देख्दिनँ। हाइपरमेट्रोपिया, हाइपर भनेको टाढा, टाढाको मजाले देख्छु, नजिकको देख्दिनँ। र भर्खर जन्मेको बच्चाहरू जुन हुन्छ, नोटिस गर्नु, भर्खर जन्मेको बच्चाले टाढाको कुरा देखेर स्माइल गर्छ, नजिकको उसको आमा बाबु आयो भने उसले चिन्दैन। त्यही भएर भर्खर जन्मेको बच्चामा पनि यो कन्डिसन नेचुरल रूपमा पनि हुन्छ, पछि बिस्तारै आफै ठिक भएर जान्छ है। भर्खर जन्मेको बच्चामा पनि मायोपिया हुन्छ कि हाइपरमेट्रोपिया देखिन्छ भन्यो भने भर्खर जन्मेको बच्चाहरूलाई पनि प्राय के हुन्छ, हाइपरमेट्रोपिया। यो नेचुरल फेनोमेना हो, हाइपरमेट्रोपिया हुन्छ, विथ टाइम आफै नर्मल भएर जान्छ। यो दुईटामा के कन्फ्युजन छ, केही छ भने सोध्नु। यो दुईटामा के कन्फ्युजन छ, यो दुईटामा के कन्फ्युजन छ, बुझ्यो? है, आँखा तिरिमिरी हुन्छ एक्जाममा। फेरि कुन नियर कुन फार सम्झिनु सजिलो। माई इज म नजिकको मजाले देख्छु, टाढाको देख्दिनँ। हाइपर, कस्तो हाइपर भयो, टाढाको मान्छे मजाले चिन्दिरहेछ, नजिकको मान्छेलाई हेला गरिरहेछ होइन। त्यो इमेज कहाँ बन्छ, नजिकको हो भने नजिक बन्छ, अगाडि रेटिनाको अगाडि बन्छ, टाढाको हो भने टाढा बन्छ, रेटिनाभन्दा पछाडि बन्छ, सजिलो भइहाल्यो है। फार भन्ने बित्तिकै रेटिनाभन्दा टाढा, फार बन्छ। नियर भन्ने बित्तिकै रेटिनाको नियर, नजिक बन्छ, अगाडि बन्छ, सक्यो। प्लस पावर भनेको कन्भेक्स, माइनस पावर भनेको कन्केभ भयो। गुफा जस्तो छ, गुफामा लाइट हुँदैन, लाइट नभएपछि माइनस पावर भयो, सम्झिन सजिलो भयो, बुझ्यो? ल यो त दुईवटा कन्डिसन भयो। अर्को एउटा तेस्रो कन्डिसन छ, तेस्रो कन्डिसनको बारेमा अब कुरा गरौँ है। तेस्रो कन्डिसनलाई हामी भन्छौँ प्रेस बायोपिया है। तेस्रो कन्डिसनलाई हामी के भन्छौँ, प्रेस बायोपिया। यसलाई हामी के भन्छौँ, प्रेस बायोपिया। प्रमिला छेत्रीले लेसिक गर्यो भने लाइफ लङ इफेक्टिभ हुन्छ कि सर पछि फेरि लेन्स नै? होइन, लाइफ लङै इफेक्टिभ हुन्छ, तर प्रोभाइडेड आँखा सुक्खा कहिले पनि हुन हुँदैन। जहिले एभ्रिडे मरुन्जेलसम्म आई ड्रप हालिराख्न पर्छ। अनि त्यो जहिले पनि ल्यासिक्स गर्न मिल्दैन, ल्यासिक्स गर्ने पनि कन्डिसन हुन्छ। पछिल्लो 1 वर्षमा पावर बढेको हुनु हुँदैन होइन। त्यसपछि 22-25 वर्षको, किनभने 22-25 वर्ष पछाडि हाम्रो पावर बढ्दैन भन्ने मान्यता हुन्छ। 1 वर्षसम्म पावर बढेको हुनु हुँदैन। कर्नियाको थिकनेस जहिले पनि कन्स्ट्यान्ट भएको हुनुपर्छ, पातलो हुनु हुँदैन। त्यही भएर के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ नि, यसको पनि कन्डिसन छ, सबैले गर्न मिल्दैन। गर्यो भने लाइफ लङ नै हुन्छ, तर के हुन्छ, विथ एज लेन्सको पाएको। अब हामी पढ्छौँ विथ एज चाहिँ यो दुईवटा पो तिमीले यो दुईवटा करेक्सन गरे पनि यो चाहिँ तिम्रो उमेरसँग बढ्न सक्छ। त्यही भएर पछि गएर रिडिङ ग्लास चाहिँ युज गर्नुपर्ने हुनसक्छ, अर्थात् पत्रिकाहरू पढ्दाखेरि चाहिँ अलिअलि केही हदसम्म युज गर्नुपर्ने चाहिँ हुनसक्छ है त।
ल प्लस 0.25 भनेको के हो आफै भन। अब तिमीले के भयो त नजिकको कुरा राम्रोसँग देखेनौ, नजिकको कुरा पढ्नको लागि कति नजिकसम्म पढ्न सक्यो त्यो अनुसार हामीले त्यो क्यालकुलेसन गरेर निकाल्ने हिसाब मात्रै हो त्यो चस्मा, प्लसको चस्माहरू दिन्छ है त। अब धेरै बढी छ भने धेरै तिमीले पढ्न सकेनौ, कम छ भने अलिअलि हल्का मात्र धमिलो देखिरहेको छ त्यसको लागि मिनिमम 0.25बाटै सुरु हुन्छ हाम्रो है त। ल प्रेस बायोपिया, प्रेस बायोपिया भनेको एज रिलेटेड, सबभन्दा पहिला थाहा पाउनु पर्यो के रिलेटेड हो, एज। दैवको कुरा कसैले पनि टार्न सक्दैन, उमेर बढ्दै गएपछि मैले पनि तिमीले पनि लाउनै पर्ने कुरा हो प्रेस बायोपिया। प्रेस बायोपिया डिजिज हामीलाई हुन्छ हुन्छ एज रिलेटेड हो है। युजली प्रेस बायोपियामा थाहा पाउनु पर्ने कुरा के हो त भन्दाखेरि उमेर बढ्दै, एउटा गीतै छ त, कति कटेसी रमाउला रे, इक्जाममा सोधिदियो भने के भन्ने, कति कटेसी रमाउला, 40 कटेसी रमाउला होइन। एज रिलेटेड 40 वर्ष उमेर कटेपछि एउटा कसैले पनि टार्न नसक्ने रोग हो प्रेस बायोपिया। 40 भन्न छैन, 50 वर्ष 60 वर्ष हुन्छ, 40 भन्दा माथि जुनसुकै उमेरमा पनि के हुन्छ त भन्दाखेरि, अब हेर कहाँ गयो चित्र अघिको, यहाँ हेर यो लेन्स थियो, यो लेन्सले के गर्थ्यो, टाढाबाट आयो भने आफू ठुलो भइदिन्थ्यो, नजिकबाट आयो भने खुम्चिन्थ्यो। तिमी पनि घाममा हिँड्दाखेरि एकदम धेरै घाम भयो भने यस्तो आँखा गर्छौ, अनि नदेखेनौ भने यस्तो गर्छौ, आँखा खुम्चिने र फुक्ने, लेन्स खुम्चिने र फुक्ने जुन एक्टिभिटी थियो त्यो मजाले भइरहेको थियो। उमेर बढ्दै गएपछि लेन्सले आफ्नो त्यो एकोमोडेसन पावर, एडप्ट गर्न सक्ने पावर गुमाउँदै जान्छ, मान्छे कमजोर हुँदै जान्छ, हो आँखा पनि कमजोर हुँदै जान्छ। उमेर बढ्दै गएपछि लेन्सको खुम्चिन सक्ने, फुक्न सक्ने विशेषता घट्दै जान्छ। त्यस्तो कुरालाई हामी एकोमोडेसन भनेर भन्छौँ। के भन्छौँ, एकोमोडेसन। लेन्सले के गर्छ, डिक्रिज हुन्छ। के हुन्छ, लेन्सको एकोमोडेसन डिक्रिज हुन्छ, लेन्सको एकोमोडेसन डिक्रिज हुन्छ। एकोमोडेसन अफ लेन्स के हुन्छ त, डिक्रिज हुन्छ, जसले गर्दाखेरि हामी के हुन्छ त, मेनली टाढाभन्दा पनि नजिकको कुरा पढ्न चाहिँ गाह्रो हुन्छ। युजली बिरामीले पत्रिका पढ्न गाह्रो भयो भनेर आउँछ, ठ्याक्कै यही शब्द एक्जाममा राख्छ। एउटा 45 वर्षको मान्छे पत्रिका पढ्न गाह्रो भयो आउँछ, टाढाको पनि धमिलै देख्छ तर बढी नजिकको धमिलो देख्छ, उसलाई पत्रिका पढ्न, नियर भिजन बढी एफेक्टेड, नियर र फार दुवै एफेक्टेड हुन्छ। बढी चाहिँ कुनमा एफेक्ट गर्छ, नियर चाहिँ बढी ब्लर देख्छ। अर्थात् इक्जाममा न्युज पेपर पढ्न गाह्रो हुन्छ भनेर इक्जाममा सोधिरहन्छ, न्युज पेपर पढ्न। उमेर बढ्दै गएपछि न्युज पेपर पढ्न गाह्रो हुन्छ, हाइपरमेट्रोपिया जस्तै विशेषता देखायो। त्यही भएर यस्तो कन्डिसनमा कुन लेन्स प्रयोग गर्ने त सर, यस्तो कन्डिसन भयो भने तिमीले कुन लेन्स प्रयोग गर्नु पर्यो, टाढाको पनि धमिलो भइरहेछ, नजिकको पनि धमिलो भइरहेछ, त्यही भएर तिमी कुन लेन्सको प्रयोग गर्छौ भनेर भन्यो भने सर प्रेस बायोपिया भने दुवै लेन्स मिक्स भएको, दुवै पावर मिक्स भएको लेन्स युज गर्छु। द्याट कन्डिसन इज कल्ड बाइफोकल लेन्स। यस्तो लेन्सलाई हामी के भन्छौँ रे, बाइफोकल लेन्स भन्छौँ। कुन लेन्स भन्छौँ रे, बाइफोकल लेन्स भन्छौँ। कुन लेन्स भन्छौँ रे, बाइफोकल लेन्स भन्छौँ। त्यही भएर प्रिस बायोपियामा नजिकको पनि पढ्न गाह्रो हुन्छ, टाढाको पनि पढ्न गाह्रो हुन्छ। सबभन्दा बढी कुन पढ्न गाह्रो हुन्छ शीतल, सबभन्दा बढी कुन पढ्न गाह्रो हुन्छ, नजिकको पढ्न गाह्रो हुन्छ। त्यही भएर बाइफोकल लेन्समा पनि बढी पावर के को राखेको होला, बाइफोकल लेन्समा पनि सबैभन्दा बढी पावर चाहिँ के को राखेको होला, कन्केभ कि कन्भेक्स। त्यसो भए नजिकको पढ्न गाह्रो हुन्छ भन्यो भने कुन लेन्स राख्दा राम्रो, प्लस पावरको लेन्स। प्लस पावरको लेन्स भनेको कन्केभ हो। नजिकको पढ्न गाह्रो हुन्छ साथी, नजिकको सजिलो देख्ने भनेको के भन्छ, कन्केभ लेन्स त बुझेन। बढी बाइफोकलमा बढी कन्भेक्सको प्रयोग गरिरह हुन्छौँ हामी, बुझेन हो। यत्रो अघिदेखि राम कहानी गरेँ, लास्टमा आएर कन्केभ भनिदिएपछि त आलु पोलेर खाइहाल्यो नि। हाइपरमेट्रोपिया भनेको त्यही होइन, नजिकको मजाले देख्ने, नजिकको नदेख्ने, टाढाको मजाले देख्ने। नजिकको देखिरहेको छैन भने कुन लेन्स युज गरिरहेको छौँ हामी, कन्भेक्स लेन्स युज गरिरहेको थिएनौँ त। यहाँ पनि त्यही हो, नजिक र टाढा दुवै नदेख्ने भएको भएर बाइफोकल लेन्सको प्रयोग गर्छौँ। त्यसमा पनि बढी प्रयोग चाहिँ कन्भेक्स र कन्भेक्स दुवै गरे पनि बढी प्रयोग चाहिँ कन्भेक्सको गर्छौँ। बढी प्रयोग के को गर्छौँ, कन्भेक्सको गर्छौँ। एकैछिन है। ल है प्रेस बायोपिया है, यो बुझियो, यसमा कन्डिसन बुझ्यो। इक्जाममा तिमीलाई कुन लेन्सको प्रयोग गरिन्छ, कन्केभ, कन्भेक्स, बाइफोकल अप्सनमा छ भने के लाउँछौ, के बेस्ट एन्सर भयो प्रेस बायोपियाको लागि,
बाइफोकल नै लाउँछ। कहिलेकाहीँ बाइफोकल अप्सनमा नभइदिएर कन्केभ र कन्भेक्समा चाहिँ बेस्ट कुन लाउँदा राम्रो, अब त्यस्तो अवस्था आएन बाइफोकल अप्सनमै छैन भने तर नजिकको पहिलो प्रायोरिटी राख्छन्, त्यही भएर कन्भेक्स पहिलो प्रायोरिटी भयो। नत्र पहिलो प्रायोरिटी जहिले पनि बाइफोकल अप्सनमा छैन भने चाहिँ बाइफोकलमा पनि बढी प्रायोरिटी कसलाई दिन्छौ भने कन्भेक्सलाई। बुझ्यौ नि मैले भन्न खोजेको कुरा? बुझ्या हो? न्युज प्रिस्बायोपियामा कुन लेन्स युज गर्ने? प्रिस्बायोपियामा बाइफोकल लेन्स युज गर्ने। न्युज पेपर पढ्नको लागि मात्र कुन लेन्स प्रयोग गर्ने? कन्केपी कन्भेक्स भन्यो भने के युज गर्छौ? न्युज पेपर पढ्न भनेपछि नियर भिजन गाह्रो भइरहेछ उसलाई, नियर भिजन गाह्रो भइरहेछ भने कुन लेन्सको? कन्भेक्स लेन्सको युज गर्छु सर, प्लस लेन्स युज गर्छु। बुझ्यौ साथी बिकाउ? इक्जाममा तिमीलाई त्यसरी क्वेसन सोधेको छ, प्रिस्बायोपियामा कुन युज गर्ने? बाइफोकल युज गर्छु भन अप्सनमा छ भने। न्युज पेपर पढ्नलाई मात्र टाढाको लेन्स किन चाहियो? हामीलाई नजिकको लेन्स चाहियो नि त। नजिकको लेन्स भनेको त कन्भेक्स लेन्स हो, नजिकको पढ्नलाई हेल्प गर्ने। बुझ्यो कि बुझेन? ल, अब चौथो कन्डिसनमा जाम। चौथो कन्डिसन अलिकति डिफ्रेन्ट कन्डिसन छ। द्याट कन्डिसन इज कल्ड एस्टिगम्याटिजम। त्यसलाई हामी के भन्छौँ? एस्टिगम्याटिजम भनेर भन्छौँ है। यो चाहिँ अलिकति डिफ्रेन्ट छ। ल है, प्रिस्बायोको इमेज जहाँ पनि अगाडि पनि बन्न सक्छ, पछाडि पनि बन्न सक्छ। युजली पछाडि बनिरहेको हुन्छ साथी। यसमा चाहिँ भन्न पर्दैन, यो दुइटामा चाहिँ माथिको भन्नुपर्छ, यसमा त्यही भएर हामी यही नै भन्छ भनेर भन्दैनौँ है त। ल, के भन्छ त? एस्टिगम्याटिजम। एस्टिगम्याटिजम पहिला चित्रबाट बुझौँ अनि अगाडि बढौँ। एस्टिगम्याटिजम के भयो? हेर, कुनै कारणवश अगाडि सबभन्दा पहिला यो कर्निया छ, कर्नियाको पछाडि लेन्स छ, इमेज बन्नुपर्ने रेटिनामा हो। ध्यान दिएर सुन, कुनै कारणवश तिमीले आँखाको सर्जरी गर्यौ, आँखामा चोटपटक लाग्यो भने कर्निया ड्यामेज हुन्छ सबभन्दा पहिला। कर्निया ड्यामेज भयो, सम्झ्यौ अहिले? कर्निया ड्यामेज भयो भने कर्निया एकनासको गोलो हुन्छ त अब, काहीँ उच्चो काहीँ निच्चो, काहीँ उच्चो काहीँ निच्चो भइदियो। तिम्रो कर्निया कुनै कारणवश ट्रमा भएर हुनसक्ला, सर्जरी गरेर हुनसक्ला, बाहिरको यो पर्दा मेरो कालो नानी कुनै कारणवश ड्यामेज भयो भने यसको सर्फेस स्मुथ हुँदैन, चिप्लो हुँदैन, यसको सर्फेस अनइक्वल हुन्छ। अनइक्वल कर्भेचर भन्ने शब्द युज गर्छौँ। यसको सतह एकनासको हुन्छ त भन्यो भने के भन्छ? बिकाउ यसको सतह एकनासको हुन्छ त कविता? हुँदैन। के हुन्छ त? यसको सतह उच्चो निच्चो हुन्छ। किनभने घाउ भलाएपछि तिमी आफै पनि नोटिस गर, मेरो यहाँ घाउ भयो, यो घाउ भयो भने यो घाउ भलाउँदाखेरि यहाँको छाला उच्चो हुन्छ नि अरू ठाउँभन्दा, होइन? हो, त्यही भन्न खोजेँ। के भन्दा यसको के हुन्छ त भन्दाखेरि कर्भेचर इक्वल हुँदैन। जसले गर्दा अब हेर त, लाइट यो उच्चोबाट छिर्यो भने यो लाइट आएर यहाँ ठोक्यो, यो उच्चोबाट आयो भने यो लाइट आएर यहाँ ठोक्यो, एउटै ठाउँमा आएर ठोक्यो त अब कर्नियाको लाइट, कर्नियाको लेभल नमिलेको कारणले, इरेगुलर भएको कारणले गर्दाखेरि लाइटहरू ठ्याक्कै एउटै बिन्दुमा आएर रेटिनामा ठोक्किनु पर्ने, ठोक्किन्छन् त अब? ठोक्किँदैनन्। त्यही भएर कुनै इमेज यता देखिन्छ, कुनै इमेज यहाँ देखिन्छ, मान्छेको टाउको यहाँ देखिन्छ, खुट्टा यहाँ देखिन्छ, हात यहाँ देखिदिन्छ। एउटै मान्छेको इमेज उल्टा जस्तो, बाङ्गो जस्तो, ब्लर जस्तो, होइन, उल्टा सुल्टा जस्तो देखिन्छ। त्यो कन्डिसनलाई डिफ्रेन्ट प्लेसेसमा अङ्गहरू डिफ्रेन्ट, मेरो हात हुनुपर्ने यहाँ ठाउँमा यहाँ खुट्टा देखिदिन्छौ तिमीले अब, होइन? भन्नको मतलब के त? कर्नियाको लेभल नमिलेको कारण। किन मिलेन? ट्रमा हुनसक्छ, इन्बन जन्मजात पनि हुनसक्छ, अथवा कुनै पनि सर्जरी गर्यो त्यो कारणले हुनसक्छ। कर्निया बिस्तारै अनइक्वल कर्भेचर बन्दै गयो भने जसले गर्दा त्यहाँ ठोकिएको लाइटहरू जाप्पा त्यही रेटिनामा गएर इमेज बनाउँछन्, जसले गर्दाखेरि सिधा देखिनुपर्ने मान्छे पनि उल्टा देखिन्छ, ब्लर देखिन्छ, डिस्टर्टेड भन्छौँ भनेको बाङ्गो देखिन्छ। त्यस्तो कन्डिसनलाई हामी एस्टिगम्याटिजम भनेर भन्छौँ। भनेपछि वाट इज द डेफिनेसन अफ एस्टिगम्याटिजम भन्यो भने एस्टिगम्याटिजम भनेको के भयो त? इरेगुलर, रेगुलर नभएर इरेगुलर कर्नियाको कर्भेचर, इरेगुलर कर्नियाको कर्भेचरको कारणले इमेज कस्तो हुन्छ? इमेज इज ब्लर हुन्छ, एक त धमिलो हुन्छ, र इमेज उल्टा देखिन्छ, डिस्टर्टेड भन्छौँ। यो मैले राखेको शब्द होइन, नेपालीमा लेख। इमेज डिस्टर्टेड देखिन्छ, बिडी देखिन्छ, डिफ्रेन्ट प्लेसेसमा देखिन्छ, त्यसलाई डिस्टर्टेड भन्छौँ। डिस्टर्टेड, डिसर्टेड है, डिस्टर्टेड भन्छौँ। डिस्टर्टेड भनेको के भयो? डिस्टर्टेड, टिओआरटिडी, बाङ्गो देखिन्छ, यताउति देखिन्छ। दिस कन्डिसन इज कल्ड एस्टिगम्याटिजम। अब त्यो गर्नको लागि के गर्न सकिन्छ? बच्चाहरूको कुनै कुनै कन्डिसनमा मान्छेहरूको देखाएको छ नि, एउटा चस्मा यत्रो पावरवाला गोलो गोलो चस्मा लाउँछ नि, यस्तै हेर्दाखेरि पनि हामीलाई डर लाग्दो खालको यत्रो पावरवाला चस्मा लाउँछ नि, द्याट चस्मा इज कल्ड सिलिन्ड्रिकल लेन्स। अब हेर त अहिलेको चित्रमा फेरि, अब के गर्छौँ त? यहाँनिर सिलिन्डर आकारको लेन्स राखिदिन्छौँ अनि यसले इमेजलाई टक्क ठाउँमा ल्याएर राख्छ। त्यही भएर यस्तो कन्डिसनमा चाहिँ कुन लेन्सको प्रयोग गर्छौँ भनेर भन्यो भने सिलिन्ड्रिकल लेन्सको प्रयोग गर्छौँ। न कन्केभ न कन्भेक्स, यस्तो लेन्सलाई हामी के भन्छौँ? सिलिन्ड्रिकल लेन्स। त्यही भएर एस्टिगम्याटिजममा लेन्स कुन लेन्स युज हुन्छ भन्यो भने सर एसी, गर्मी भयो एसी चाहियो। एस्टिगम्याटिजमलाई जहिले पनि के भन्नु पर्यो त? सिलिन्ड्रिकल लेन्सको प्रयोग गरिन्छ। कुन लेन्सको प्रयोग गरिन्छ? सिलिन्ड्रिकल लेन्सको प्रयोग गरिन्छ। क्लियर भयो? बुझियो कि बुझिएन?
एस्टिग्मेटिजम भनेको कर्निया इक्वल चोट लागेर हुन सक्ला, जन्मजात हुन सक्ला, ट्रमा भएर सर्जरी गरेर कर्नियाको लेभल मिलेन भने, कर्निया चिप्लो हुनुपर्ने चिप्लो भएन भने के हुन्छ त, डिफ्रेन्ट ठाउँमा इमेज बन्छ रेटिनाको, ब्लर पनि हुन्छ अनि आङ्ग्रे बाङ्ग्रे उल्टो सुल्टो पनि देखिन्छ, डिस्टर्टेड भन्छौँ अङ्ग्रेजीमा त्यसलाई। त्यस्तो भयो भने चिप्लो खालको लेन्स प्रयोग गर्नु पर्यो, चिप्लो सर्फेस देखिनको लागि। त्यही भएर सिलिन्ड्रिकल लेन्सको प्रयोग गरिन्छ। सक्यो। इक्जाममा सिलिन्ड्रिकल लेन्स कुनको लागि युज गरिन्छ? एस्टिग्मेटिजम। अर्को इक्जाममा मैले सोधेँ उमेर अनुसार हुने रोग कुन हो भने के भन्छौ? अप्सन ए मायोपिया, अप्सन बी हाइपरमेट्रोपिया, अप्सन सी प्रिस्बायोपिया, अप्सन डी एस्टिग्मेटिजम भन्यो भने उमेर अनुसार हुने रोग कुन हो? भेरी गुड, प्रिस्बायोपिया। कर्भेचरको लेभल नमिलेर हुने रोग कुन हो भने के भन्छौ? कर्भेचरको लेभल मिलेन भने के भन्छौ? सीबाट कर्भेचर, सीबाट सिलिन्ड्रिकल लेन्स युज गर्छु, सीबाट एबाट एस्टिग्मेटिजम भयो है। लेन्सको लेभल नमिलेर लेन्स उमेर बढ्दै गएपछि एकोमोडेसन घट्यो भने त्यो कन्डिसनलाई के भनिन्छ भने के भन्छौ? लेन्सको लेभल नमिल्यो भने त्यसलाई चाहिँ हामी एस्टिग्मेटिजम भन्दैनौँ सर। लेन्सको लेभल मिलेन भने त्यसलाई हामी प्रेसबायोपिया भनेर भन्छौँ। के भन्छौँ त? प्रेसबायोपिया भन्छौँ। क्लियर भयो? ल भयो। ल एउटा लास्ट कन्डिसन, अब सक्यो। यसलाई बन्द गरौँ, ब्र्याकेटलाई बन्द गरौँ, यो ब्र्याकेटलाई बन्द गरौँ। अब यसैमा नोट भनेर तलपट्टि लेखौँ, यो रिफ्र्याक्टिभ इररमा पर्दैन है, रिफ्र्याक्टिभ इररमा पर्दैन। प्रेसबायोपियाको डेफिनेसन लेखाइदिए त साथी। डिक्रिज इन एकोमोडेसन अफ लेन्स विथ एज, एजसँगै एकोमोडेसन अफ लेन्स घट्यो भने त्यसलाई प्रेसबायोपिया भन्छ। ल त्यसपछि अब हामीले थाहा पाउनु पर्ने कुरा के हो भन्दाखेरि चाहिँ नि है, अब हामीले थाहा पाउनु पर्ने कुरा एउटा एक्स्ट्रा कुरा छ। यसमा थाहा पाउनु पर्ने कुरा के हो भन्दाखेरि चाहिँ नि हामीले यसमा एकदम इम्पोर्टेन्ट कुरा भनेको चाहिँ एम्ब्लायोपिया। यो टपिक अन्तर्गत त परेन, तर यसमा एकदम थाहा पाउनु पर्ने कुरा एम्ब्लायोपियाको बारेमा है। अब यस्तो छ साथी, एस्टिग्मेटिजमको कुरा जुन छ, अब कहिलेकाहीँ रिफ्र्याक्टिभ इररमा कुन पर्दैन भनेर चारवटा अप्सन दिदियो। हामीले त मायोपिया पनि पर्छ, हाइपरमेट्रोपिया पनि पर्छ, प्रेसबायोपिया पनि पर्छ, एस्टिग्मेटिजम पनि पर्छ भनेर पढाएको छौँ। अब कुनै कुनै बुक राइटरहरूले के भन्छ, एस्टिग्मेटिजम चाहिँ रिफ्र्याक्टिभ इरर होइन, किनभने यो ट्रमाहरूको कारणले यस्तो कारणले हुन्छ भनेर। यदि हुन त इक्जाममा आयो भने चारवटै लेख्नु पर्यो, रिफ्र्याक्टिभ इरर कुन कुन हो भने यो चारवटै यसरी चार्ट बनाएर लेख्ने। तर कहिलेकाहीँ इक्जाममा एमसिक्युजमा यो चारवटै अप्सनमा जान्छ, कुन चाहिँ होइन भनिरहेको छ, हुन त सबै हो भने लिस्ट कमन चाहिँ एस्टिग्मेटिजम होइन भनेर लाउनै पर्यो भने एस्टिग्मेटिजमलाई त्यति रिफ्र्याक्टिभ इररमा कुनै एउटा डक्टरको चोइसहरूले, एउटा अप्थाल्मोलोजिस्टहरूले मान्छ, कसैले मान्दैन। त्यही भएर कुन चाहिँ पर्दैन भन्यो भने इनकेस त्यस्तो क्वेसन आयो, अब तिमी दुविधामा पर्यो, लाउनै पर्यो एउटा क्वेसन भने एस्टिग्मेटिजम पर्दैन भनेर लाउनु। तर लाउन चाहिँ चारैवटा पर्छ। अहिले सम्झिनलाई दिमागमा लेख्नु पर्यो, सर्ट नोटमा आयो भने चारैवटा पर्छ है त। ल एम्ब्लायोपिया यस्तै यस्तै टपिक हो, तर यो टपिक अन्तर्गत होइन, छोटो टपिक हो। यस्तै चार्ट बनाएर पढ्छौँ। यसकै तलपट्टि एम्ब्लायोपिया, लेजी आई भनिन्छ यसलाई है। एम्ब्लायोपियालाई हामी के भन्छौँ त? लेजी आई भनेर पढ्छौँ, अल्छी आँखा है। लेजी आई भनेर पढ्छौँ, अल्छी आँखा भनेर पढ्छौँ। के भइदियो त भन्दाखेरि, अब हेर मलाई देखिरहेछ भनेपछि तिम्रो दुवै आँखा बराबरले मलाई चिनिरहेछ, मेरो चित्र बनाइरहेछ तिम्रो दिमागमा, ठिक छ। अब के भइदिन्छ एम्ब्लायोपियामा? कन्जेनाइटल पनि हुन पाउँछ, युजली कन्जेनाइटल। के भइदिन्छ भन्दाखेरि यो आँखाले, एउटा आँखाले मेरो चित्र यता हाफ साइड अफ द बडी बनायो, यो आँखाले तिम्रो यता साइड अफ द बडी मेरो चित्र बनाइरहेछ। अब यो चित्रलाई सिग्नल लगेर ब्रेनसम्म जान्छ, अनि यो निरस्सरको दायाँपट्टिको भाग हो, यो निरस्सरको बायाँपट्टिको भाग हो भनेर हाम्रो ब्रेनको पछाडिपट्टिको यो अक्सिपिटल कोठाले भनिदिन्छ, अनि एउटा मेरो कम्प्लिट चित्र बन्छ। अर्थात् के भन्न खोजेँ मैले भन्दाखेरि यो दुईटा आँखा थियो, यो आँखाले मेरो हाफ साइड देखिरहेछ तिम्रो वास्तवमा, यो आँखाले मेरो अर्को हाफ साइड दायाँ र बायाँ साइड देखिरहेछ। अनि आँखाबाट यो अप्टिक नबले यसरी दिमागको कुन लोबमा लगेर जान्छ? अक्सिपिटल लोबमा लगेर मेरो आधी चित्र गरेर दिमागले यो कम्प्लिट चित्र बनाउँछ, अनि यो निरस्सर नै हो भन्छ, अनि तिमीले मलाई एउटा सिधा उभिएको मान्छे देखिरहेछौ, ठिक छ। तर एम्ब्लायोपियामा के भइदिन्छ त? जन्मजात अथवा कुनै कारणवश के भइदिन्छ त? यो आँखाले आधी चित्र लगेर जानुपर्ने ब्रेनमा यसले ढिलो लगिदिन्छ, यसले चाँडो लगिदिन्छ, जसले गर्दाखेरि एउटा आँखाले चाहिँ मजाले चिनाउन सकायो, तर अर्को आँखाले चाहिँ क्लियर देखाउन सकेन, किनभने आँखा र ब्रेनको सम्बन्ध बिग्रेको छ, ठासठुस परेको छ, झगडा परेको छ, सम्झ्यो मैले भनेपछि। ब्रेन र आँखाको कोअर्डिनेसन मिलेन भने त्यस्तो कन्डिसनमा एउटा आँखाभन्दा अर्को आँखाले फरक किसिमको देखाउँछ, धमिलो देखाउँछ, अथवा ब्लरिङ अफ भिजन देखिन्छ। त्यस्तो कन्डिसनलाई एम्ब्लायोपिया भनिन्छ। त्यो आँखा अल्छी भयो, काम समयमा गरेन, तिमीलाई 5 बजेसम्म गर्नु परेको काम 7 बजे गर्यो भने के भयो? ढिला भयो नि त। हो द्याट कन्डिसन इज कल्ड लेजी मान्छे रहेछ, अल्छी मान्छे रहेछ भने जस्तो यस्तो आँखालाई के भन्छौँ त? लेजी आई भनिन्छौँ। लेजी आई भनेको के भयो त? एबनर्मल भिजुअल डेभलपमेन्ट है। यसको डेफिनेसन के भयो त? एबनर्मल भिजुअल डेभलपमेन्ट, ब्र्याकेटमा आफैले तिमीलाई सम्झिन लेख, आँखा र ब्रेन बिचको कनेक्सन, भिजुअल डेभलपमेन्ट कज डिक्रिज
डिक्रिज इन भिजन अफ एफेक्टेड आई। जुन आँखामा समस्या थियो त्यो आँखामा भिजन अब के भयो त कम भयो, धमिलो देख्न थाल्यो। किन यस्तो भयो त आँखाको डेभलपमेन्टको क्रममा यो आँखा र ब्रेन बिचको सम्बन्ध राम्रो भएन भने त्यस्तो कन्डिसनलाई लेजी आई अथवा एम्ब्लायोपिया भनिन्छ। यहाँबाट तिमीलाई डेफिनेसन कहिले पनि सोध्दैन एक्जाममा, तिमीलाई एक्जाममा जहिले पनि सोध्ने लेजी आई भनेर कुन रोगलाई चिनिन्छ, एम्ब्लायोपियालाई चिनिन्छ। के गर्न सकिन्छ सर यस्तो कन्डिसन भयो भने? यस्तो कन्डिसन भयो भने है यस्तो कन्डिसन युजली डेढो मान्छे भन्छ नि, डेढो मान्छेको पनि त्यही एम्ब्लायोपिया देखिने त हो नि डेढो मान्छेहरूमा पनि, होइन? किनभने एउटा आँखाले चित्र अलि बाङ्गो बनाउँछ, अर्को आँखाले एउटा ठाउँमा बनाउँछ, त्यही भएर लेभल मिल्दैन। ल अब थाहा पाउनु पर्ने कुरा के हो त, ट्रिटमेन्ट पार्टमा जाऊँ। ट्रिटमेन्ट पार्टमा जाँदाखेरि हामीले यसमा थाहा पाउनु पर्ने कुरा के हो त, के गर्न सकिन्छ भन्यो भने ल ट्रिटमेन्ट पार्टमा के गर्न सकिन्छ भन्यो भने ट्रिटमेन्ट पार्टमा हेर, जुन आँखा लेजी छ अब के गर्न सकिन्छ, दुईटा कन्डिसन गर्न सकिन्छ, अक्लुजन अथवा प्याच भन्छौँ, प्याचिङ भन्छौँ, याद राख, प्याचिङ गर्न सकिन्छ। यो भनेको के हो त भन्दाखेरि है छोपिदिने। कुन आँखालाई छोप्ने त? जस्तै मलाई हेर्नु, अब यसको ट्रिटमेन्ट के गर्न सकियो, जस्तै मेरो यो आँखा कमजोर छ, मेरो आँखाले डेढो डेढो जस्तो छ, अथवा यो आँखाले राम्रोसँग देखाइरहेको छैन, यो आँखाले मजाले देखिरहेको छ भने कुन आँखा छोप्ने होला साथी? कुन आँखा छोप्ने होला? लेजी आँखा छोप्ने कि राम्रो आँखा छोप्ने? प्याचिङ भनेको छोप्ने, अक्लुजन भनेको पनि ढाक्ने, छोप्ने एउटै मिनिङ हो। त्यही भएर अक्लुजन कुन रोगलाई गरिन्छ भनेर एक्जाममा सोधेको छ तपाईँहरूको, एम्ब्लायोपियालाई गरिन्छ। राम्रो आँखालाई छोप्ने, भेरी गुड ऋतु मनिता। किन राम्रो आँखालाई छोप्यो भने नराम्रो आँखालाई जोर पर्यो, बाध्यता भयो, जबरजस्ती पनि यसरी पनि हेर्न खोज्छ, जसले गर्दाखेरि आँखा र ब्रेनको कोअर्डिनेसन मिल्न जान्छ। त्यही भएर प्याचिङ गर्नु पर्यो भने कुन आँखालाई गरिन्छ, यतिसम्म त सोध्दै सोध्दैन, सोधिहाल्यो भने इक्जाममा हामीलाई सोध्ने भनेको अक्लुजन जाँच अथवा अक्लुजन त्यो ट्रिटमेन्ट चाहिँ कुन रोगको लागि गरिन्छ, प्याचिङ कुन रोगको लागि गरिन्छ भन्यो भने के भन्नु पर्यो त, एम्ब्लायोपियाको लागि गरिन्छ। राम्रो आँखामा छोपिदिन्छ, राम्रो आँखालाई छोप्यो भने के हुन्छ, नराम्रो आँखालाई प्रेसर पर्छ, उसले हेर्नै पर्छ, हेर्न पर्यो भने बाध्यता हुन्छ, आँखा र माइन्डको कनेक्सन मिल्छ, अनि हामी क्लियर देख्न थाल्छौँ, बिस्तारै सुधार हुन जान्छ। अर्को के गर्न सकिन्छ, अट्रोपिन भन्ने औषधि दिन सकिन्छ। कुन औषधि दिन सकिन्छ? अट्रोपिन भन्ने औषधि दिन सकिन्छ। ल कुन आँखामा दिने अट्रोपिन भन्ने औषधि? यो पनि एक क्वेसन आयो, ल मैले सोधेँ, यतिसम्म सोध्दैन, सोध्यो भने एट्रोपिन पनि राम्रो आँखामा दिने। अट्रोपिन दियो भने के हुन्छ, राम्रो आँखालाई एकछिनको लागि प्यारालाइसिस गरिदिन्छ, प्यारालाइसिस धमिलो देखाइदिन्छ। अब बाध्यता भयो, नराम्रो आँखालाई जबरजस्ती पनि मलाई चिन्नु पर्यो, अनि यसलाई प्रेसर पर्यो, दिमागसँग सम्बन्ध नाता बिग्रेको नाता सम्पूर्ण मधुर बनाउन थाल्छ, अनि क्लियर देख्न थाल्छौँ। त्यही भएर प्याचिङहरू, अट्रोपिन औषधिहरू ड्रपहरू दिन मिल्यो। अर्को नर्मल अट्रोपिन भन्दा पनि सुरुमा हामी के गर्छौँ त, अक्लुजन अथवा प्याचिङ देखाएको छ नि हामीले बिरामीहरूलाई प्राय आँखा छोपेको, होइन? प्याचिङ अथवा अक्लुजन गर्न सक्छौँ। बुझ्यो कि बुझेन? इक्जाममा यहाँबाट सोध्ने भनेको दुईटा क्वेसन मात्रै हो, लेजी आई भनेर कुन आँखालाई चिनिन्छ, अर्को भनेको अक्लुजन अथवा प्याचिङ टेस्ट कुन रोगको लागि गरिन्छ। के कन्फ्युजन छ भने सोध्नु। के कन्फ्युजन छ? सर मायापियाको कज भनिदिनु न भनेर भन्यो। मायापिया हाइपरमेट्रियाको कज चाहिँ कस्तो हुन्छ भन्दा जेनेटिक्स, एकदम कमनली जेनेटिक्सबाट पनि हुन्छ। अर्को भनेको तिम्रो पढ्ने बानीले, तिमी यस्तो गरेर पढ्छौ, यस्तो गरेर पढ्छौ, धेरै चम्किलो लाइटमा पढ्छौ अथवा धेरै धमिलो लाइटमा पढ्छौ भने, न्युज पेपर पढ्दा एकदम नजिक ल्याएर पढ्छौ भने तिमीलाई एकदम यो समस्याहरू देखिने गर्छ। त्यही भएर इन्भाइरोमेन्टल कज हुनसक्छ, जेनेटिक कज हुनसक्छ, कर्नियाको कारणले हुनसक्छ, कर्नियाको कर्वेजहरू नमिलेर हुनसक्छ भनेर भन्यो है त। अब क्याटरेक्ट, ग्लोकोमा र के भन्छ, ग्लोकोमा र क्याटरेक्ट र ट्रकोमा, यो तिनवटा एकदम इम्पोर्टेन्ट छ। त्यही भएर हामी यसमा चाहिँ भन्छौँ। हजुर सिलेरी मसल्सले त अन्त लेन्सलाई समात्ने, सिलेरी मसल्सले लेन्सलाई समातेर राखेको सस्पेन्सरी लिगामेन्टको मद्दतले, त्यो सिलेरी मसल्सको एब्नोर्मालिटिजले पनि तिम्रो रिफ्र्याक्टिभ एररहरू हुनसक्छ है त। ल यो भयो भने यस्तो गर्छु भनेर तिमीले लेख्न पर्यो है, यसको ट्रिटमेन्ट यो गर्छु, यसको ट्रिटमेन्ट यो गर्छु, यसको ट्रिटमेन्ट यो गर्छु। किन गर्छु, इमेज यहाँ बनेको भएर मैले यो लेन्स राखेँ, इमेज। अब तिमीले चित्र इक्जाममा तिमीलाई एकदम राम्रो बनाउँछ, प्रेजेन्टेसन छ भने यो चित्र बनाइदिने हो। आफूलाई लङ क्वेसनमा आयो भने कहाँ गयो, लङ क्वेसनमा आयो भने तिमीले चित्र बनाइदिने, झन् बेस्ट देखियो। हेर त यो चित्र बनाइदियो भने कति राम्रो देखिन्छ यस्तो इक्जाममा। लगेर यो अब के भयो त, तिमीले चित्र, ल तिमीलाई म सिकाइदिन्छु चित्र बनाउनु पनि। ल अब तिमीलाई एक्जाममा सोध्यो मायोपियाको ट्रिटमेन्ट लेख भनिदियो भने तिमीले लेख्न त लेख्यौ, मायोपिया ट्रिटमेन्टको केसमा म कुन कुन लेन्स युज गर्छु, कन्केभ लेन्स युज गर्छु भन्यो। अब यस्तो देखाइदिने, यो तिम्रो लेन्स भयो,
यो तिम्रो कर्निया भयो, यो तिम्रो रेटिना भयो, यहाँ रेटिना भनेर लेख, यो तिम्रो लेन्स भनेर लेख। यहाँबाट यसरी लाइट आएको देखाऊ, लाइट आएको देखाएपछि यो मायोपिया, मायोपिया आईमा कस्तो देखिन्छ भन्यो भने लाइट आएको देखेपछि कहाँ देखियो त, इमेज यसरी आएर यहाँनिर बनेको देखियो। अब दोस्रो चित्रमा ट्रिटमेन्ट भनेर लेख, यसको ट्रिटमेन्टमा के गर त, अब यसरी यहाँ लेन्स राख, यहाँनिर चाहिँ तिमी कन्केभ लेन्स राख, त्यसपछि यहाँनिर रेटिना राख, यहाँबाट यसरी लाइट आयो, यहाँ आयो, यहाँबाट यसरी यहाँ ल्यायो, यहाँ आयो, यहाँ आयो, यसरी यहाँ ल्यायो, ठ्याक्क रेटिनामा चित्र बनायो। दिस इज कन्केभ लेन्स भन, सक्यो। कति राम्रो देखियो एन्सर है। त्यही भएर आफूले प्रेजेन्टेसनमा पनि कति कुराहरू भर पर्छ, मैले कसरी राख्ने के राख्ने भनेर भने। अब जस्तै त्यस्तै गरेर हाइपरमेट्रोपिया आयो भने के गर्छौ, नर्मल अब बिग्रेको आँखामा कस्तो देखिन्छ, यहाँबाट लाइट आयो, रेटिना भन्दा पछाडि बनेको देखाऊ होइन। त्यसपछि लेन्स राख, अर्को लेन्स पनि यस्तै खालको हुन्छ। यो लेन्स राख्यो भने टक्क यहाँबाट आयो, यस्तो आयो, यस्तो आयो, यहाँबाट आयो, यस्तो आयो, यस्तो आयो, यहाँनिर आमिज बन्यो है त। यसरी देखायो भने राम्रो देखियो है त। यो दुईवटा केसमा युजली अरू मात्र देखाउनु परेन, एस्टिगमेटिजम र प्रिस्बायोपिया मात्र लेख्ने मात्रै हो है। ल्यासिक्स भन्ने अपरेसन जुनसुकै केसमा पनि गर्न सकिन्छ, मायोपिया, हाइपरमेट्रोपिया, एस्टिगमेटिजम, प्रिस्बायोपिया सबैमा गर्न सकिन्छ। बेस्ट चाहिँ मायोपिया र हाइपरमेट्रोपियामा राम्रो रिजल्ट देखाउँछ त्यसले। ल्यासिक्स गर्नु पऱ्यो भने पछिल्लो 1 वर्षमा पावर बढेको हुनु हुँदैन, उमेर पनि एउटा एउटा के भन्छ रिप्रोडक्टिभ एजको उमेरमा मान्छे हुनु पऱ्यो, बुढेसकालमा गरेर हुँदैन होइन। अर्को भनेको चाहिँ तिम्रो कर्निया, रेटिनाको थिकनेसहरू एकदम नर्मल हुनु पऱ्यो, पातलो हुनु भएन। विभिन्न उनीहरूको क्राइटेरियाहरू छ, त्यो अनुसार हामी हेर्छौँ है त। ल, दिस इज अल अबाउट रिफ्र्याक्टिभ इरर र एम्ब्लायोपिया। के कन्फ्युजन छ आज पढेको टपिकमा है? स्टाई, क्यालाजियन, ब्लिफेराइटिस, जेरोप्थ्याल्मिया, रिफ्र्याक्टिभ इरर्स र कन्जङ्टिभाइटिस, यति टपिकहरू हाम्रो ठुल्ठुलो मेजर टपिकहरू पढ्यौँ। यसमध्ये के कन्फ्युजन छ? सबैमा रेड वाटर नै हो ट्रिटमेन्ट, अलिअलि मात्र फरक छ। ब्लिफराइटिस भन्यो भने एउटा कुरा चाहिँ बिर्सिनु हुँदैन, डीबाट ड्यान्ड्रफ लाइक क्रस्टिङ देखिन्छ है। र कुन चाहिँ पेनफुल हो भन्यो भने एक्जाममा चाहिँ कुन चाहिँ पेनफुल सम्झिनु पर्यो, स्टाई इज पेनफुल भनेर सम्झिनु पर्यो है। स्टाई इज पेनफुल भनेर सम्झिनु पर्यो। मस्ट कमन कज जहिले पनि जहाँ पनि स्टाफाइलोकोकस अउरियस नै हुन्छ, यो पनि एक्जाममा भयो। इपिडेमिक पिङ्क आई भनेर कुन कन्जङ्टिभाइटिसलाई चिनिन्छ, भाइरल, ब्याक्टेरियल, फङ्गल भन्यो भने कसलाई भनिन्छ इपिडेमिक पिङ्क आई? इपिडेमिक पिङ्क आई भाइरललाई भनिन्छ। ट्रिटमेन्ट केही गर्नु पर्दैन, आफै ठिक भएर जान्छ होइन। यस्तो कुराहरू अलिक सिम्पल सिम्पल एक एक लाइनको कुराहरू जुन छ त्यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। अनि यसमा चाहिँ लेन्समा इम्पोर्टेन्ट छ, कन्केभ लेन्स कति बेला प्रयोग गर्ने, कन्भेक्स लेन्स कति बेला प्रयोग गर्ने, सिलिन्ड्रिकल लेन्स कति बेला प्रयोग गर्ने र बाइफोकल लेन्स कति बेला प्रयोग गर्ने है। ल, यति जान्यो भने मायोपिया इज जहिले पनि गुफा, मायोपिया इज गुफा, कन्केभ लेन्स युज गर्ने, हाइपरमेट्रोपियामा कन्भेक्स लेन्स युज गर्ने होइन, प्रेसबायोपियामा बाइफोकल लेन्स युज गर्ने, त्यसमा पनि युजली कन्भेक्स कमनली युज गर्छौँ हामी। र त्यसपछि एस्टिगमेटिजममा जहिले पनि सिलिन्ड्रिकल लेन्स युज गर्ने, किनभने एस्टिगमेटिजम एसँग जहिले पनि सी सम्बन्ध राख्छ। सिलिन्ड्रिकल लेन्स किनभने कर्नियाको कर्वेचर इरेगुलर छ। सम्झ्यौ? सक्यो। यति तिमीले सम्झ्यौ भने लास्टमा एउटा लेजी आई भन्ने पनि सरले भनिदिनु भएको थियो, किनभने आँखा र ब्रेनको कोअर्डिनेसन मिलेन भने त्यस्तो कन्डिसनमा लेजी आई भन्ने हामी क्लिनिकल डायग्नोसिस राख्छौँ। त्यो कन्डिसनमा प्याचिङ गर्न मिल्छ। कुन आँखामा गर्ने, राम्रो आँखामा गर्ने कि नराम्रो आँखालाई जोर परोस्, त्यसले मजाले कोअर्डिनेसन गर्न ब्रेनसँग बिग्रेको सम्बन्ध गाँच्न सकोस्। सम्झिनलाई नेपालीमा मजाले मैले भन्ने कुरा यति हो। ल, दिस इज अल अबाउट आजको टपिक। एकचोटि खर्र रिभिजन गर्नु होला, हेर्नु होला, के थप्ने मन लाग्छ, थपघट गर्ने मन लाग्छ, मासु ल्याइदिए, पनिर ल्याइदिए, पकाउन पनि राखिदिए, अब नुन पुगेन, तेल पुगेन भने 2-4वटा शब्द आफूले थप्न पर्यो, केही त्यस्तो लाग्यो भने, बुझेन भने पनि सोध्न पाइयो। त्यसपछि अब हामी ट्रकोमा, क्याटारेक्ट र हामी ग्लकोमाको बारेमा भोलि हामी पढेर त्यसपछि अगाडि बढ्नेछौँ है त। फरेन बडी इन द आई त्यसैमा पर्छ, हामी पढ्छौँ त्यति बेला चाहिँ, त्यो अनुसार अगाडि बढौँ है। ल ल, थ्याङ्क यू सो मच।